भिडले आँखा फेरिरहँदा उनले पीडालाई अंगालो हालिन्। बेवारिसे आँसुमा पनि आफ्नै सन्तानको मुहार देखिन्। सडकका चिसा रातहरूलाई ममताको न्यानो काख बनाइन्। टुटेका जीवनका कथाहरूलाई फेरि आशाको गीत सुनाइन्। संघर्षले थिचे पनि सेवाको बाटो कहिल्यै छोडिनन्। आफ्नो सुखभन्दा अरूको मुस्कानलाई सधैँ ठूलो ठानिन्। जहाँ धेरैले अन्त्य देखे उनले नयाँ सुरुवात खोजिन्। मानवताकै नाममा आफ्नो जीवन निस्वार्थ समर्पण गरिन्। साँचो महानता पदमा होइन सेवामा हुन्छ र एउटै मायालु काखले पनि सयौं जीवनमा फेरि उज्यालो भर्न सक्छ। मानवताको सेवा मार्फत सयौं जीवनमा नयाँ उज्यालो भर्ने हाम्री अर्की सामर्थी नेपाल स्नेही काखकी संस्थापक श्री नेहा पोखरेल। Powered by नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म। Beauty Partner Stella Pro Makeup Refreshment Partner Mountain Dew दौडको अगाडि जित्छ। Education Partner MIT बागबजार काठमाडौँ। Health Partner Om Hospital and Research Center Supported by Joy, beautiful by nature. Godrej Expert Rich Cream. अब कलर गरेपछि कपाल देखिन्छ सफ्ट एन्ड शाइनी। Godrej Expert Rich Cream. मुक्तिनाथ विकास बैंक जनता बैंकमा हैन बैंक जनतामा जानु पर्दछ। जडीबुटीको शक्ति साबुन ओखती। Venue Partner Daura Thakali Produced and marketed by Clarity Captures Private Limited Exclusively on AP1 HD श्री नेहा, कतिपछि भेट भयो है? त्यही त। कस्तो उज्यालो, कति राम्रो अनुहार भरि कति धेरै अफेक्सन बोकेर आएको आज। थ्याङ्क यू। हजुरलाई भेट्ने भनेपछि अनि सामर्थ्यको फ्यान है होइन, अनि म यहाँ आउने भनेपछि वाउ म यस्तो प्रोग्राममा जाँदैछु भनेर त्यो उत्साहले पनि होला। म पनि बिहानदेखि एकदमै खुसी थिएँ। हजुर। एउटा यस्तो काम गरेको बहिनी होइन, जो मभन्दा उमेरमा कति धेरै कान्छी, अनुभवमा कति धेरै अनुभव खारिएको, कति धेरै राम्रो काम गरिरहनु भएको छ। तपाईसँग कुराकानी गर्न पाउँदा म आफै पनि एकदमै खुसी छु। यो काउचमा बसिरहँदाखेरि मनमा के कुराहरू अहिले आइरहेको छ श्री नेहाको? सबैभन्दा पहिला चाहिँ होइन एउटा इच्छा थियो नि त, लाइटमा काम गरौँ होइन, कलाकार बनौँ भन्ने। कहिलेकाहीँ यो इन्टरभ्यूले चाहिँ त्यो पुरा गर्दा जस्तो लाग्छ कि त्यो फिल हुन्छ, त्यो कहिलेकाहीँ त्यस्तो फिल हुन्छ। अनि कति कुराहरू चाहिँ इन्टरभ्यू दिँदाखेरि चाहिँ मेरो बच्चाहरूको आवश्यकताहरू पुरा हुन्छ क्या। अनि त्यसले गरेर चाहिँ यहाँ आइपुग्नु चाहिँ, यहाँ र 2 शब्द भन्न पाउनु चाहिँ मेरै बच्चाहरूको लागि घाँस बटुल्दैछु कि जस्तो पनि लाग्छ। दुईटा कुरा आयो यहाँनिर। हजुर। एउटा सपना जिरहेको, हजुर, कलाकार बन्न मन थियो, कलाकारिता मैले जिरहेको छु। साथसाथै अर्को एउटा सपना र विपना जुन तपाईँले जिरहनु भएको छ। हजुर। तपाईँसँग अहिले 97 हजुर छोराछोरी हुनुहुन्छ। छोराछोरीको आमा तपाईँ हुनुहुन्छ। हजुर। अब यो सबैजना छोराछोरी कतिजना साह्रै साना पनि हुनुहुन्छ, कतिजना तपाईँभन्दा उमेरमा ठुलो पनि हुनुहुन्छ, कतिजना मानसिक रूपमा स्वस्थ हुनुहुन्न, समाजले अपहेलना गरेकोहरू पनि हुनुहुन्छ। सबैजनालाई परिवार बनाएर बसिरहनु भएको छ। कुनै दिन लागेको थियो तपाईँलाई म यति यो उमेरमा 30 वर्ष पनि नपुग्दै 97 जना छोराछोरीको आमा बन्छु, त्यो पनि विभिन्न प्रकारको एज ग्रुपको, विभिन्न प्रकारको धरातलको, विभिन्न प्रकारको सामाजिक परिवेशबाट आएका भन्ने लागेको थियो कहिले? थिएन। मेरो त सपनै फरक थियो। बच्चैदेखि अलिकति हुन्छ नि नाच्ने होइन, अनि नाचेर एउटा काण्डै मचाइसकेको के। कस्तो काण्ड? जस्तै लुबु चाहिँ मेरो घर होइन, पुर्खौली घर। अनि त्यहाँ चाहिँ अब हामी चाहिँ फेरि इन्द्रचोकमा बसिरहेको, अनि त्यहाँ त हरियो देख्नै नपाएको। अनि त्यहाँ गएपछि चाहिँ मलाई त्यो हुन्छ नि तोरीबारीहरू, त्यो त फिल्ममा जस्तो लागेर के पुरै लडीबुडी गरेर सब
सबै त्यो नाश गरेछु कि मैले अनि मलाई चाहिँ बान्छ्या थिएँ कि ठुल्ड्याडीले ल डिरेक्टर त हामी होइनौँ कि एकदमै। डिरेक्टर अरू हो। कतै माथि छ उसले हेरिरहेछ हजुर स्क्रिप्ट लेखिरहेको छ हजुर र त्यो चालमा हामी हिँडिरहन्छौँ राइट हो सोच्दै नसोचेको सेक्टरमा आएर काम गरिरहँदाखेरि बाल्यकालतिर अलिकति फर्कौँ हजुर नेहाको नाम नेहा नै हो कि श्री नेहा हो मेरो नाम नेहा हो होइन रियल नेम चाहिँ नेहा हो अनि थिएटरमा गएपछि चाहिँ के भने नि मलाई चाहिँ अलिक युनिक के नेहा सबै सुनेर होइन धेरैको नाम नेहा अनि मलाई अलिक युनिक नाम चाहिएको भएर मैले श्री थप्या हो त्यो चाहिँ मै हो नारायणकोट त बाहुन मै हो यसको ओके हजुर आफै तर श्रीले अर्थ पनि त धेरै बोक्यो नि श्रीले सम्पत्तिको कुरा गर्छ श्रीले महानताको कुरा गर्छ श्री स्पेसल पनि हो ती सबै कुरा सायद जी पनि रहनु भएको छ तपाईँ है अलिकति जाउँ बाल्यकालमा कसरी बित्यो बाल्यकाल कस्तो खाले परिवेशबाट तपाईँ हुर्किनु भयो मेरो बाल्यकाल चाहिँ एकदम गुड मदर पाएको मैले होइन कहिले केही नपिट्ने के मलाई अनि मम्मीको त्यो जुन स्वतन्त्रता दिशा छ जहाँ पनि जाने जस्तो म कहिले लुबुमा हुन्थेँ होइन कहिले दिदीहरूको घरमा हुन्थेँ कहिले चाहिँ आफ्नै घरमा अनि खेल्न नै अर्कै किसिमको खेल्ने के जस्तै बिजनेस वुमन हुन्थेँ म जहिले पनि खेलमा चाहिँ बिजनेस वुमन किनभने त्यो पुतलीको लुगाहरू बनाउने त्यसलाई चाहिँ सेल गर्ने कि अनि पैसाहरू आइरहेको थियो अनि मैले खुत्रुकेमा जम्मा गरिरहेको थिएँ कि सानो बेलामा पारिवारिक पृष्ठभूमि कस्तो थियो कस्तो हुर्काइबाट तपाईँ आउनुभयो अलिकति भनिदिनुहोस् न हामीलाई मेन त मेरो सानैमा बुवा बितिहाल्नुभयो अनि मम्मीको चाहिँ एकदम राम्रो प्यारेन्टिङ के हामीलाई हजुर जस्तै केही गल्ती गऱ्यो भने हुन्छ नहोरी होइन तिमी ढुक्क भौ भनेर चाहिँ ढुक्क दिने के ल मैले गल्ती गरेँ त्यो डरै छैन कि त्यो डर बिना नै मम्मीले हुर्काइछ अनि म मम्मीलाई जहिले पनि म मम्मी जस्तो मम्मी बन्न सकौँ भन्ने फिल हुन्छ कि मलाई त्यो एउटा चाहिँ मम्मीको मलाई एकदम राम्रो लाग्ने पार्ट त्यो भएर पनि होला एकदम खुल्ला भएर हुर्किन पाएँ धेरै कुराहरू सिक्न पाएँ म्युजिक सिक्छु ओके होइन डान्स सिक्छु ओके अनि एकचोटि म एसएलसीको टाइममा बहिनी म सँगै एसएलसी दिएँ अनि हामी चाहिँ म 2 क्लास नपढेर अनि 4 क्लास नपढेर जम्प गरेर म चाहिँ अलि छिटो एसएलसी दिएको थिएँ त्यसले गरेर चाहिँ हामी चाहिँ मलाई चाहिँ बहिनी सँगै भयो अनि सँगै हुन मन लागेन ऊ 3 मा पढेँ कि ऊ 2 मा गयो उसले फेरि मलाई जम्प गरे त्यो गरेर हाम्रो कम्पिटिसनमा भयो अनि म एसएलसीमा चाहिँ म फेल भएँ अब कसैले पत्याउँदैन होला होइन मेरो सोसलमा 3 नम्बर आएको जसले सोशल वर्क गरिरहेछ उसको त्यो बेलामा 3 नम्बर आयो 3 नम्बर आयो होइन यो सोसलमा 3 नम्बर कसरी आयो बहिनी चाहिँ पास भयो मलाई टेन्सन भयो होइन मम्मीले चाहिँ केही न केही गाली गर्नुहुन्छ होला भन्ने टेन्सन भएँ अनि घरमा गएँ कि घरमा गइसकेपछि अब मम्मीलाई त थाहा भइसक्यो यो त फेल भयो अनि त्यसपछि ल केही छैन पिर नगर भन्छ अनि यत्रो यत्रो आलु के लिएर आएर पखालेर पुरा लामो लामो फिङ्गर चिप्स बनाएर तारेर होइन केचपसँग खुवाइसक्यो मम्मीले मम्मीले त के गरेन हुन्छ नि खुसी अनि साथीहरूलाई फेल भएको त ग्रुप हुन्छ नि त एउटा अनि हामी जिस्केर मेरो मम्मीले त के पनि गरेन भनेर भनेपछि के गर्यो त तिम्रो मम्मीले आलु तारेर त्यो सट्टाएर रहेछ कि तिमी फेल भयो आलु खाइरहेछौ होइन हो अनि त्यसपछि चाहिँ मलाई साथीहरूले तेरो आमाले आलु खुवाइरहेछ भनेपछि ओ माई गड होइन मम्मीले त मलाई आलु खुवाउनु भएको छ भनेपछि अनि मैले मिहिनेत गरेँ कि अनि मैले सोसल के रहेछ भने सोसल झन् के पनि रहेनछ अरूमा चाहिँ 75 यस्तो साइन्समा 75 आइरहेछ नेपालीमा राम्रो आइरहेछ म्याथ्समा राम्रो आइरहेछ होइन सोसल किन म यस्तो आलु भएँ भनेर भन्दाखेरि चाहिँ सबैको सम्मिश्रण रहेछ मैले चाहिँ त्यो बुकै खोलेर रहेनछु कि त्यो भएको भएर चाहिँ मेहनतै नगरे भने सोसल भने के भन्ने नै दिमागमै रहेनछ अनि त्यसले गर्दा पछि चाहिँ राम्रो नम्बर आयो मम्मीले अनि मम्मीले पास भएपछि मतलब छैन कि मम्मीलाई कस्तो हो नि तिमी पढ पढ प्रेसरै होइन अब आज स्कुल जान मन लागेन पेट दुख्यो नजाऊ हो यसरी हुर्काइछ सजिलो पेरेन्टिङ तर कन्ट्राडिक्टरी बुवा बित्दाखेरि कति उमेर थियो तपाईँको हामी लगभग 4-5 त्यस्तो थियौँ होला तपाईँको दाइ एकजना दाइ अनि ट्विन्स बहिनी एकजना हामी रमु र म अनि अरू दिदीहरूको चाहिँ विवाह भइसक्यो दिदीहरूको विवाह भइसक्यो मैले एकदमै रिलेट गर्न सक्छु कि यो फिल म पनि सानो हुँदाखेरि मैले मेरो बुवा गुमाएको हो अनि त्यो बेलाको परिवेशमा
छोरीहरूलाई हुर्काउनलाई या भनौँ छोराहरूलाई हुर्काउनलाई त्यो एकल आमालाई एकदमै गाह्रो हुन्थ्यो, एकदमै गाह्रो हुन्थ्यो। समाजको प्रेसर, आर्थिक प्रेसर पनि हुन्छ, छोराछोरी के भन्लान् बिग्रेलान् के भन्ने एकदमै ठुलो प्रेसरको बावजुद पनि हुर्काउनु पर्ने। मेरो केसमा म एक्लै थिएँ, तपाईँको केसमा तपाईँहरू धेरै हुनुहुन्थ्यो। धेरै हो। कस्तो हुनु त गुड पेरेन्टिङ पाएँ मैले भनेर भन्नुभयो होइन। यसो फर्केर हेर्दाखेरि आजको दिन बुझ्ने भइसकेपछि आमाको त्यो सङ्घर्षलाई तपाईँले कसरी डिफाइन गर्नुहुन्छ? ओ माई गड जस्तो लाग्छ कि अब मैले कति कुराहरू चाहिँ हामी धेरै सानो भएर कसरी गर्छौँ होला, इकोनोमिक कुराहरू पनि होइन, अनि कसरी पुऱ्याइस्यो होला, अनि त्यसमाथि नभएर मम्मी चाहिँ अलिक पछि के हामी लगभग अलि हुर्केपछि हाम्रो मात्र आमा नभएर धेरै भाइ बहिनीको आमा भइसक्नु भएको थियो मम्मी। अनि कसरी गर्छौँ होला त्यो ट्र्याकलहरू कसरी गर्छौँ होला, कहिले पनि पुगेन छैन भन्ने कुरै नसुनिकन हुर्केको क्या हामी। अनि त्यसले कसरी गर्छौँ होला भने मलाई चाहिँ कहिलेकाहीँ हामी बुझ्ने भए भए चाहिँ मम्मीलाई मैले यो पार्टमा चाहिँ मैले हेल्प गर्थेँ भन्ने चाहिँ भयो। मलाई एकचोटि चाहिँ मम्मीले के भन्छ भने मम्मीसँग चाहिँ नवकिरण धेरै बालबालिकाहरू अर्फनेज नानीहरू, अझै मलाई यो शब्द भन्न अझै गाह्रो हुन्छ, भाइ बहिनी चित्त दुखाउनुहुन्छ होला होइन। मलाई चाहिँ मम्मीले म 14 इयर्स म एसएलसी दिएपछि मम्मीले मलाई बोलाइसो र यसरी आमुने सामुने राखेर चराले थाहा छ कतिन्जेल चाहिँ आफ्नो बच्चाको मुखमा चाहिँ खाना राखिदिन्छ जबसम्म ऊ उड्न सक्दैन। अब तिमी उड्ने बेला भयो होइन। अनि जुत्ता नकिन्दिछ कि मलाई मम्मीले, अब कलेज जाने टाइम भयो होइन, जुत्ता नकिन्दिछ। अनि मलाई चाहिँ मम्मीले के भन्छ मलाई थाहा भएन त्यतिखेर चाहिँ। अहिले चाहिँ मलाई के गरिराख्छ रहेछ नि अरू भाइ बहिनीलाई पनि भोलि लाइकको बनाउनु छ नि त, त्यसको इक्जाम्पल चाहिँ म रहेछु कि। अनि म जेम्स स्कुलमा होइन, अनि पहिला चाहिँ पूर्णचण्डीमा डान्स टिचर भएँ, अनि त्यसको सर्टिफिकेटहरू लिएर चाहिँ म जेम्स स्कुल गएँ। अनि जेम्स स्कुल गएँ त्यतिखेर चाहिँ मैले एकजना रेस्क्यु पनि यो सोसलको काम पनि सुरु भइसकेको थियो कि। अनि गएँ, अनि गएपछि रिसेप्सनमा सुत्नै आउने होइन। अब सानो उहाँहरूलाई नि मलाई काम दिन गाह्रो भयो कि। अनि त्यसपछि चाहिँ अनि हाम्रो राजेश खड्का सर जो डिरेक्टर भइसक्नु त्यहाँको, उहाँले चाहिँ यसले अति नै यो बच्चाले चाहिँ अति नै जिद्दी गर्यो, यसलाई चाहिँ असिस्टेन्ट राख्दिउँ डान्सको भनेर चाहिँ असिस्टेन्ट राखिदिन्छ कि मलाई। तपाईँको काम सुरु भयो। म तर फर्केर अझै आमामै जोडिरहेको छु। तपाईँले भन्नुभयो नि सानो हुँदाखेरि आमाले पनि धेरैजना हाम्रो भाइ बहिनीहरूलाई हुर्काइरहनु भएको थियो, संरक्षकत्व दिइरहनु भएको थियो। कसरी पुग्थ्यो, कसरी भ्याउँथ्यो भन्नुहोस् त? त्यो थाहै दिसेन मम्मीले के, त्यो एउटा चाहिँ होइन थाहा नै दिसेन। अनि पछि भएपछि चाहिँ मम्मीको अलि ठुलो फ्यामिलीबाट होइन दिदी भाइ दाजु बहिनी सबै कलेक्सन गर्नु हुँदो रहेछ मम्मीले त्यो भाइ बहिनीको लागि। अनि त्यसो गर्छिदो रहेछ। अनि कति कुराहरू चाहिँ त्यसले पनि नपुगेर चाहिँ मम्मी चाहिँ मुठी दानमा नि जानु हुँदो रहेछ कि। अनि त्यतिखेर चाहिँ कुहिएको जुत्ताहरू के दिएर पठाउँथ्यो। तिमीहरूलाई त्यति गाह्रो छैन अहिले सोसल वर्क गर्न मैले जसरी सुरु गरेको थिएँ त्यसरी गाह्रो छैन। त्यो हुन्छ नि बिग्रेको चुट्टेको जुत्ताहरू अनि आइहाल्यो अब होइन, आफ्नो गेटमा आइसक्यो मान्छे के दिने त भन्दाखेरि कहिलेकाहीँ चाहिँ कुहिएको सामानहरू फ्याल्ने सामानहरू फोहोरको थुप्रोहरू जुन हुन्छ नि घरमा चाहिँ अब डस्टबिनमा फ्याल्ने फोहोर रेडी गरे हुन्छ नि त्यस्तो दिएर पठाउँथ्यो अरे कि मम्मीलाई। अनि त्यो सुन्दा चाहिँ मलाई कस्तो गर्नुभयो होला मम्मीले। मलाई चाहिँ त्यति गाह्रो भएन मम्मीको त्यसमा होइन। अनि एउटा भाइले अझै मैले भन्दा नि भाइ मम्मीसँगै गएको रहेछ कि। हामी चाहिँ स्कुल जाने अनि उसले चाहिँ पछि लाएर मम्मीसँग गए बेलामा चाहिँ उसले चाहिँ अब बेलुका मम्मीले चाहिँ चामल ल्याउनुहुन्छ अनि हामी भात खाने भन्दा चाहिँ त्यो फोहोरको थुप्रोहरू थियो अरे कि। अनि त्यसले चाहिँ अनि मलाई ओहो मम्मीले कस्तो स्ट्रगल गर्नुभएको रहेछ त्यो त हामीलाई थाहै दिनु भएन, कहिले पनि भन्नु भएन, छ तिमीहरू गर पढ। अनि म नन इन्टरनेसनल प्राइभेट स्कुल पढिरहेँ। अनि भाइ बहिनीलाई चाहिँ अब मम्मीले अफोर्ड गर्न सक्नु भएन। त्यसपछि चाहिँ टिका स्कुल हजुरलाई कुपन्डोलमा छ कि त्यो स्कुलमा हामीलाई हालिदियो। हामीलाई च्यालेन्ज भयो यता अर्कै खालको पढाइ पढेर यता पुरै अब हजुरलाई नेपालीमा होइन पढ्नुपर्ने नि हामीलाई च्यालेन्ज भयो। त्यहाँ अनि हामीलाई प्राइभेटै गरिदिनु न मम्मी भन्दाखेरि चाहिँ मम्मीले अरू भाइ बहिनी छन् कि मैले सबैलाई प्राइभेटमा राख्नु पर्यो
कि चाहिँ मैले सबैलाई सरकारीमा राख्नु पर्यो भनेर चाहिँ त्यहाँ राखिदिइसकेको थियो। अनि म अति नै हुन्छ नि अब त्यहाँ अर्कै वातावरणमा हुर्किरा छ हामीसँग, हामी चाहिँ रिच हो भनेर हुर्किरा होइन। अनि त्यहाँ गएपछि साथीभाइहरू चप्पल पनि अफोर्ड गर्न नसक्ने, जुत्ता पनि अफोर्ड गर्न नसक्ने हो, त्यस्तो साथीहरू देखेपछि झन् कुराहरू सिक्न पाएँ कि मैले। एउटा साथीलाई त मैले मेरो मम्मीलाई भनेर मम्मी उसलाई पढाइदिएन भनेर नि पढाउन लाएँ, त्यो छ। अनि 12सम्म चाहिँ उसलाई मैले नै पढाएँ, पछि मैले कमाएपछि मैले उसलाई स्कलरसिप दिएँ। भनेपछि यो कता कता म सामाजिक सेवामा लाग्नुपर्छ, म चाहिँ अरूको लागि बाँच्नुपर्छ भन्ने भावना चाहिँ त्यो कता कता आमाबाट नै प्रभावित भएको जस्तो पनि देखियो होइन। अर्को कुरा म यहाँनिर यसो जोडिहालेँ, एउटा महिला हजुर कतिजनासम्मको आमा बन्न सक्छ? त्यो नारी चाहिँ एउटा होइन, मलाई कहिलेकाहीँ चाहिँ नारी मात्र नभएर आमा शब्द चाहिँ भगवान्भन्दा माथि हुन्छ कि। बरु भगवान्ले चाहिँ म यो भोग चढाउँछु त्यो भोग चढाउँछु भनेर त्यो भोगको होइन हामीले कल्पिन्छौँ नि, मेरो त यो भाकल छ, त्यो बिना भाकल तथास्तु गर्ने चाहिँ आमा मात्रै हो है। त्यो चाहिँ अझै मेरो मम्मी होइन, उहाँ चाहिँ पूर्ण आमा हो जसले चाहिँ तथास्तु गर्न सकिन्छ, केही चाहिँदैन। आज हजुर र म भेट्यो, मम्मीलाई भेट्छेपछि भोलि म र हजुरबा यो चाहिँ मेरो आफ्नो हो है भन्ने छैन कि, ऊ पनि मेरो छोरी हो, जसलाई आवश्यक छ म त्यहाँ उभिन्छु भन्ने खालको व्यक्तित्व बोक्सेको महिला हो कि मम्मी चाहिँ। तपाईँ एक महान आमा भन्दा पहिला एउटा महान आमाको छोरी हुनुहुँदो रहेछ भन्ने मलाई फिल भयो। म महान चाहिँ हुन सकेको छैन, तर म त्यो पेट चाहिँ त्यो पाएँ कि मैले, यति पवित्र पेट पाएँ कि मैले, हुन्छ नि सृष्टि, मेरो सृष्टि चाहिँ यति पवित्र हुन्छ नि घर पाएँ कि जहाँ चाहिँ मैले चाहेर पनि मिस्टेक गरेँ नि म मम्मीलाई सोध्छु कि सानैदेखि एउटा प्रेसर चाहिँ हुन्थ्यो होइन, उसको अध्यक्षको छोरी एउटा प्रेसर चाहिँ हुन्थ्यो। तर एकचोटि मैले मम्मीलाई सायद हट गरेँ कि कतिवटा कुरामा चाहिँ के भाइ बहिनी वरिपरि होइन, अनि मभन्दा ठुलो पनि छोरीहरू मम्मीको, अनि वरिपरि बसिराख्दाखेरि जेलेस भयो क्या मलाई। त्यो मेरो आमा होइन, दिदीहरू हुर्केर बिहा भइसकेको थियो, अनि हामी चाहिँ बहिनी र म सानो भएँ, त्यसले गरेर चाहिँ मेरो आमा। अनि मैले के भनेँ भने मम्मी मेरो त एउटा मात्र मम्मी छ, तपाईँ पो धेरैको छोराछोरी हुनुहुन्छ त, मेरो त एउटा मात्र आमा छ, सँगै सुत्न मन लाग्यो। अनि घर छुट्टै थियो कि, म चाहिँ जेम्स पछाडि बस्ने, मम्मी चाहिँ हात्तीवनमा। राति 12 बजी उठेर म मम्मी कहाँ पुगेँ कि, अनि त्यो तिर्सना हुन्छ नि आमाको काखमा सुत्न मन लाग्ने। अहिले मेरो बच्चाहरूलाई त्यही भएर मैले 1 2 3 गरेर यसरी कि त्यो तिर्सना मेरो तिर्सना जस्तो मेरो छोराछोरीलाई त्यो तिर्सना नहोस् भनेर चाहिँ त्यसरी राख्छु। अनि 12 बजी पुग्यो, ल यति राति किन कहाँ गएर आयो मम्मीलाई होइन, अनि मेरो त एउटा मात्र आमा छ, म त तपाईँसँग सुत्ने। त्यतिखेर म अलि हुर्किसकेको थिएँ। अहिले पाएँ भने अहिले पनि आमासँग त्यो गमलङ्ग अँगालो मारेर सुत्न मन लाग्छ? सुत्न मन लाग्छ। म त गएपछि मम्मीकै खाटमा हो। तपाईँ लास्ट टाइम आमालाई एकदमै गमलङ्ग अँगालो मारेको सम्झिनुहुन्छ? कहिले मार्नु? म त जहिले पनि मार्छु, म त होइन, मम्मीलाई चाहिँ लाज लाग्छ कि हे उजा मैले फरिया राम्रो हो कि मम्मी राम्रो हो भन्छु कि कति जिस्किया हुन्छ नि। कति मान्छेलाई चाहिँ श्रीनेहा एकदम स्याड पर्सन हो, उसलाई जिस्किन आउँदैन, म चाहिँ मम्मीलाई जिस्काइराख्छु कि मम्मीको सबै छोराछोरीमा सबैभन्दा धेरै यसो गर्ने चलाउने होइन गर नाच्दिने मै होला कि। त्यस्तो आमाको हात चाहिँ यस्तो आफ्नो शिरमा पर्यो भने पनि ठुलो आशीर्वाद भन्ने फिल हुन्छ नि होइन? श्रेना लाग्छ त्यो कुरा? मेरो त पहिलो भगवान नै आमा हो, पहिलो पशुपति नै मेरो आमा हो। अझै आज आशीर्वाद दिएर आउनु भएको थियो? आज पाइनँ। आज भेट्न पाउनु भयो? आज भेट्न पाइनँ। म गएको थिएँ तर हुनुहुन्छ नि आमा सर्वत्र हुनुहुन्छ। त मेरो मम्मी फेरि मम्मीलाई थाहा हुन्छ, एकचोटि इन्सपायर गरेको होइन, इन्सपाइरिङ को आयो? कसको हात हो यो? हेरौँ त पछाडि कस्तो सिरिङ्ग पारिदिन्छु त मलाई। आज भेट्न पाएको थिएन श्रीनेहाले मामले। हजुर आउनु पर्यो, कोहीजना आउनु पर्यो।
हाम्रो लागि पनि एकदमै ठुलो भाग्यको कुरा हो कि। आज भेट्न पाएको थिएन नि। म पुगेको थिएँ अनि हस्पिटल गइसकेँ जस्तो लाग्यो कि। हजुर। अनि हस्पिटल गइस्यो होला मम्मी, उसले लिएर गयो भनेपछि हस्पिटलै गइस्यो भन्ने चाहिँ भयो मलाई। कस्तो लाग्छ हजुरलाई छोरीका कुराहरू सुन्दा, छोरीले गरेको कामहरू देख्दा? मेरो पोख सफल भयो जस्तो बच्चैदेखिबाट भला जुनी राम्रो, कसैले नदुखाउने, कसैले नचिसाउने, उसले चित्त दुख्यो भने यसो गरेर कि देख्छ भनेर। अनि सानैदेखिबाट त्यस्तो ज्ञानी भएको हुनाले ठुलो हुँदै गयो। मलाई कुनै दुःख दिएन पढ्नमा, एक पढ छोरी भन्नु परेन। जब अलिक ठुलो भइसकेपछि डान्स कसैले सिकाउन परेन। जेन्समा गएर डान्स आफै गरेर तलब ल्याएर यो सानै उमेरमा। हजुर। अनि नाइटिङ्गेलमा अर्को सेन्ट जेभियर्समा गएर उसले डान्स गरेर मलाई कुनै दुःख दिएन। आजसम्म यो छोरी कुनै कलेजमा पनि म टेकिनँ, कुनै स्कुलमा पनि टेकिनँ, पैसा तिर्न भनेर एक पैसा दिन पनि परेको छैन। अनि हेर जब ठुलो हुँदै गयो मलाई ठुलो आदर मिल्यो, ठुलो खुसी लाग्यो यस्तो भलामी छोरी छ भनेर। हुँदा हुँदै आश्रम खोल्यो। आश्रम खोलेको थाहा छैन, पल्ला पछि थाहा पाएँ। छोरी तिमीले यत्रो काम कसरी गर्न सक्छ भन्दाखेरि चाहिँ म बागिनीको छोरी हुँ, म बागिनीको छोरी हो, मैले किन सक्दिनँ, सक्छु भनेर अहिले मैले भन्दा 3 डबल ठुलो काम गरेकी छोरीले। हजुर। मेरो सदादिनको आशीर्वाद यही माथि छ। भन्छ नि जुन दिनसम्म आमाको हात हुन्छ, जुन दिनसम्म आमाको साथ हुन्छ, त्यो छोराछोरी चाहिँ कहिले हार्दैनन्। र हजुरको केसमा पनि त्यही नै छ। मलाई पहिलादेखि हजुर एउटा प्रश्न जहिले पनि सोध्न मन लाग्थ्यो कि एकातिर आफूले जन्माएका छोराछोरी, अर्कातर्फ आफूले नजन्माएका तर कर्मले डोराएका छोराछोरीहरू सँगै हुँदाखेरि त्यो माया कसरी उस्तै हुन्छ हजुर? अझ यो माया भन्दा त्यो माया गरिरहन्छ। कसरी, किन? यो माया त आफ्नो छँदैछ। तिनीहरूको चित्त दुख्ला कि, तिनीहरूले मेरो आमा भए त यस्तो गर्ला कि, मेरो आमा भएदेखि मलाई नि काख दिन्थ्यो, मेरो आमा भए मलाई माया गर्थ्यो होला, मेरो आमा भए यस्तो गरिदिन्थ्यो होला भने मेरो त्यो छोराछोरीको चित्त दुख्ला कि भनेर साह्रै दुःख लाग्छ। एक दिन म हुर्काएको छोरो पढ्ने छोरा सँगै 17 दिनमा हुर्काएको छोरो 12 दिन ठुलो बनाएको छोरी 3 महिनामा हुर्काएको छोरी डक्टर छ, 3 महिनामा हुर्काएको छोरी अहिले फार्मेसी गर्दैछ, 2टा छोरी अमेरिका गएर नर्स पढ्दैछ, 2टा छोरी यहीँ नेपालमै नर्स गर्दैछन् चाउलाखेलमा। अनि पिएचए पढ्ने छोरीको अस्ति बिहे गरियो। यो पहिले 2 महिनाको छोरी 10 महिनाकी भइन्। यिनलाई भन्दा यिनी त छँदैछन्, माया त हुन्छ, आशीर्वाद रहन्छ, तर तिनलाई काख दिएर तिनलाई खुसी बनाउनु पर्यो। तिनलाई दुःखी म भएँ मेरो आमा छैन भन्ने बनाउनु हुँदैन। यही मेरो भावना र यही मेरो कल्पना। जन्मेर 7 वर्षको उमेरदेखि नै मैले समाजसेवा गरेको, तर ठुलो खानदानमा चाहिँ मेरो बुवा मन्त्री हुनुहुन्थ्यो, ठुलो छोरा आइजिबी हुनुहुन्थ्यो, अहिले पनि राजेन्द्र खरेल बधाई छ भनेदेखि म ठुलो खानदानमा जन्मेको। म जन्मेदेखि 22-24 जना नोकर थिएँ काभ्रे पलाञ्चोकको खरेल ठाउँमा। मलाई कुनै दुःख परेको होइन।
तर तिनीहरूको काम गर्ने मान्छेहरूलाई म आफू पाल्दिन्थेँ। र महिलाले नसक्ने त केही पनि रहेछ नि। महिलाले नसक्ने कुरा केही पनि छैन। किनभनेदेखि सबैभन्दा ठुलो प्रार्थना भगवान्सँग गर्नुपर्छ। मेरो बचपनदेखि भगवान्हरूसँग खेल्ने डुल्ने 5 वर्षको उमेरदेखि थियो। अब को कहाँ के हुँदैछ, कहाँ के कसले गरिरहेछ, म यहाँ छु, मेरो घरको काम मलाई सबै थाहा छ। अब यो छोराले कस्तो गर्छ, यो छोरीले कस्तो गर्छ, अरू भक्तजनले कस्तो गर्छन्, सबै म यहाँ बसेर देख्छु। अनि हेर मेरो फुर्सद हुँदैन। किन हुँदैन भने छोराछोरीलाई टाइम दियो, छोराछोरीको टाइम सकेपछि जब गऱ्यो, ध्यान गऱ्यो, 2 घन्टा सुत्यो, अनि उठ्यो, फेरि छोराछोरी जीवन नै त्यतिमा मात्रै घुमिरह्यो। मलाई टाइम चाहिएन। यति मिठो यति प्यारो तरिकाबाट कुराहरू सुन्न पाछौँ र मलाई लाग्छ हजुर इन्टरभ्यू पनि सायद पहिलो यसरी छोरीको लागि आउनु भएको जस्तो पनि लाग्छ। त्यसको लागि पनि धेरै धेरै धन्यवाद हजुरलाई। एकैछिनमा बहिनीतिर गए 2 जना ट्विन्स, तर कतैबाट पनि मिल्दैन। कस्तो ट्विन्स जन्माउनु भयो? कतैबाट केही मिल्दैन, न अनुहार मिल्छ, न कपाल मिल्छ, न शरीरको बनावट मिल्छ, सायद मन चाहिँ उस्तै उस्तै मन उस्तै छ हाम्रो। मन उस्तै छ हजुर। छुच्ची छ, यो नरम छ, छुच्ची उता त ज्ञानी छ हजुर। ज्ञानी भन्नाले यिनीहरूको कुन दिन यसलाई त्यो यहाँले के गर्दैछ भन्यो भने त्यस दिन घर नबस्नु। यहाँको उसको यस्तो छ है, जस्तो ट्विन छ हजुर, मन पनि त्यस्तै ट्विन छ। त्यस्तै छ हजुर। अनि यतातिर गएँ बहिनीतर्फ म, यस्तो महानामाको छोरी, दिदीले यति राम्रो काम गरिरहनु भएको छ, कस्तो लाग्छ उहाँको छोरी, उहाँको बहिनी भनेर आफूलाई महसुस गर्दाखेरि? एकदमै खुसी लाग्छ। अब पहिला त अब मम्मी, अब हामी सानै हुँदादेखि चाहिँ आश्रम हुनुभयो। अब भने जस्तै अब मम्मीसँगै सुत्नुपर्ने, मम्मीसँगै गर्नुपर्ने। अनि सानो भाइ बहिनी आएपछि त्यो काख खोसियो नि त। अनि आफू अलिक पर सुत्दाखेरि चाहिँ एकदम त्यो ऊ हुने, जेलेस हुने। अहिले त बुझ्यो, त्यतिखेर अलि नबुझ्ने हुँदो रहेछ। अनि अहिले डक्टर पढिरहेको बहिनी छ, अनि उसलाई चाहिँ मैले अलिकति कुनामा लगाएर यो मेरो मात्र मम्मी हो है, यो मेरो मम्मी हो भनेको कि मैले। बिचरा उसले त बुझ्ने कुरै भएन। अनि त्यही पनि मेरो मात्र मम्मी हो है भन्ने जस्तो गर्थेँ। अनि पछि जाँदाखेरि चाहिँ अहिले चाहिँ एकदमै धेरै खुसी लाग्छ मलाई। एकदम धेरै नै अब मम्मीसँग हिँड्न पाएछ। धेरै अब बस्नु नि पाउँदैन थियो पहिला त। अब मम्मी पनि इस्टाब्लिस गर्दा त अब मम्मी घर घरमा मागेर ल्याउने, बच्चालाई खानु दिने। अनि भाइ बहिनीहरू अब तिमीहरूलाई चाहिँ अब म बोर्डिङ पढाउन सक्दिनँ है, यो बच्चाहरू अब सरकारी जान्छ भने तिमीहरू पनि सरकारी नै जानुपर्छ भनेर अब हामीलाई बोर्डिङबाट निकालेर तिमीहरूसँगै लाइन राखिदिनु भयो। त्यही पनि हामी ल भनेर जस्तो जस्तो हुन्छ मम्मीले जे भन्नुभयो त्यही गऱ्यौँ। अनि अब के चाहिन्छ भनेर सोद्धाखेरि पनि सबै छ जस्तो लाग्ने होइन। अब सबैलाई दिइरहेछ, अब मलाई के चाहिन्छ र जस्तो पनि फिल हुन्थ्यो। पछि चाहिँ अहिले चाहिँ बुझियो। अनि यस्तो मम्मीको अब ले जस्तो त अब हामीले काहीँ गर्नै सक्दैनौँ। ऊ फेरि श्रवण कुमार हो, मेरो नजरको श्रवण कुमार हो। कतिवटा देश उसले कमाएर मम्मीलाई आफ्नै पैसाले मम्मीलाई कतिवटा देश घुमाएको छ कि उसले। कतिवटा देश घुमाएको थियो। पहिला सुरुमा इन्डिया लगी, हजुर, त्यहाँबाट थाइल्यान्ड लगी, त्यहाँबाट बेल्जियम लगी, त्यहाँबाट हङ्गेरी लगी, जर्मन लगी, रुस लगी। कन्टै रहेछ। अनि सबैले घुमेर बाँकी हजुर, अस्ट्रेलिया र अमेरिका। अब हजुरलाई जान मन पनि अस्ट्रेलिया र अमेरिकै हो? मलाई नघुमाऊ, मलाई वाक्क भयो। हजुर हजुर। अब धेरै लामो हामी बस्दैनौँ यहाँहरूसँग। अब छोरीले के गर्दै हुन्थ्यो जस्तो लाग्छ? छोरीको के हेर्न मन छ हजुरलाई? कस्ता काम हेर्न मन छ? कुन बाटो गइदिए हुन्थ्यो जस्तो लाग्छ? व्यक्तिगत जीवनमा के भइदिए हुन्थ्यो जस्तो लाग्छ? अहिले मैले उसलाई पनि के हेर्नुपर्ने छैन। पिएचडी पढ्दैछ, हजुर, गाइड छँदैछ, पत्रकार हुँदै हो, वकिल हुँदै हो। मैले उसलाई केही पनि हेर्नु पर्दैन। हजुर,
उसको खुसी मात्रै हेरेको छ चेसको पनि त्यस्तै अन्यहाको राष्ट्रको हजुर सबै सम्मान पाइसकेको छ हजुर त्यही खुसी हो उसले चाहिँ अस्ति भर्खरै चेस एसोसिएसनबाट इन्टरनेसनल अवार्ड पायो होइन हामीले चाहिँ 2025मा चाहिँ त्यो ब्लाइन्डहरूलाई चेस स्कुलहरूमा गएर फ्री सिकाएर चेस टुर्नामेन्ट नेपालमै फर्स्ट टाइम गरेका थियौँ अनि त्यही अब सबैमा हेरेर चाहिँ इन्टरनेसनल्ली चेस फेडरेसनले चाहिँ हामीलाई अवार्ड पठाएको थियो 2025को अनि फर्दर अब यो इयरमा चाहिँ हामीले 16वटा स्कुलहरू चाहिँ दृष्टिविहीनहरूको चाहिँ हामीले सेलेक्ट गरेर सिकाएर इन्टरनेसनल नेपालमै फर्स्ट टाइम इन्टरनेसनल टुर्नामेन्ट गर्न लाग्छौँ एउटै इच्छा छ कि यो सबै विश्वमा त्यो के भन्छ नि पाउने हो त्यही मात्रै गिनिज वर्ल्ड रेकर्ड हुन्छ होला गिनिज बुकको पाए हुन्थ्यो भन्ने हजुरलाई लागेको छ त्यति मात्रै अनि बिहा भयो भने जस्तो लागेको छ कि छैन सबै कुरा गर्छु मैले बिहे गरिदिनु पर्ने भए 17 18मा गरिदिनु हजुर 18 कटिसकेपछि म बिहे मम्मी कानुन लाग्छ आजकल त पाइँदैन हजुर 18 भन्दा सानो भए गरिसकेपछि हजुर म यो केटासँग बिहे गर्छु यो केटा मलाई हुन्छ भनेर मान्न आयो भनेदेखि बिहे गरिदिन्छु अब त्यो उमेर त गयो अब बिहाको धेरै स्टोरी छ क्या मेरो मलाई धेरै मान्छेले मागेको एकचोटि त मम्मीको त्यो हक मलाई स्पेसल फिल भएको चाहिँ एकजना वन मन्त्री समथिङ के मन्त्रीको छोरा हुनुहुन्थ्यो क्यारे होइन पियुष अनि सुई सुई आयो थाहा छैन म त जिङडिङ परेर बसिरहेको थिएँ होइन अनि मम्मीले तिमीलाई माग्न आएको हो भन्छ कि अनि बिहा गर्छौ भने मैले चाहिँ थिएटर गर्छु भन्दा मम्मी आँखै फुटेको ल्याइदिनु म गर्छु मलाई थिएटर गर्न दिन्न भनेको थियो होइन बिहाको हुँदैन नाटक गर्ने केटीको बिहा हुँदैन नाटक गर्नु पर्दैन त्यो एउटा चाहिँ मम्मीले भन्छेको होइन अनि म अफेयर सफेयर गर्दिनँ मलाई ड्रामा गर्न दिनु आँखै फुटेको ल्याए नि गर्छु भने अनि त्यो भयो अनि त्यसपछि चाहिँ उहाँले अङ्गालो मारेर के किस खाइसकेको थियो कि तिमीले बिहा गर्न मान्यो ओके भने अनि पछि केटा आफै बुझेर तिमीले त्यो घरमा त दुःख पाउँछौ मैले त क्यान्सल गरिदिएँ मम्मीले त्यस्तो भइदिन्छ कि अनि कति एउटा चाहिँ कुन कन्ट्रीको मलेसिया होइन उहाँ आउनु भएको थियो माग्न लगभग उहाँ 300 केजीको होला मान्छे उताको भिभिआइपी मम्मीको अलिकति अङ्कलहरूको अलिक हुन्छ नि साथीभाइबाट ल्याएको नो पनि भन्न सक्छैन मम्मीले तिमी बिहा गर्छौ भने गर्छु भन्दा यस्तो गर्छिन्थ्यो कि मम्मीले यसले किन गर्छु भनिरहेछ अनि त्यो त्यतिखेर चाहिँ सबैले तिमीलाई फकाए कसैले दबाबमा छौ यो मान्छेलाई तिमीले बिहा गर्छु किनभने 10 इयर्स म अब 20 त्यस्तो होला होइन उहाँ चाहिँ 35 40 कै हुनुहुन्थ्यो होला अनि सबैलाई चाहिँ मन नपरेर अनि मलाई एकजना उप्रेती हुनुहुन्थ्यो के उप्रेती हुनुहुन्थ्यो उहाँ शम्भु रामप्रसाद उप्रेती उहाँ चाहिँ हुनुभयो उहाँ चाहिँ उहाँलाई अलिक चिनेकै अनुहारवाला उहाँ चाहिँ पढाउनुहुन्छ प्रोफेसर हुनुहुन्छ अनि उहाँको साथी हुनुहुन्थ्यो शम्भु उप्रेती उहाँ चाहिँ ठुलै पोस्टको के आर्मीको दौडेर आउनुभयो यो मान्छेलाई ओके भने केटी कस्तो होला भनेर मलाई हेर्न आउनुभयो मलाई हेरेपछि अब म त भर्खर 20 भने त यङदेखि नि टाइम भयो नि त तिमीलाई कसले फकाइरहेछ यो मान्छेलाई बिहा गर्नु यदि इच्छा छैन भने मलाई नभन है भन्छ अनि मैले चाहिँ के भने नि यो हाम्रो यो छाला निकालेपछि त रङको त कुरै आउँदैन त्यहाँभित्र हुने कुराहरू त सेम त छ नि त्यो कलरले मलाई फरक पर्दैन मेरो प्यारेन्ट्सहरू चाहिँ खुसी हुनु पर्यो मेरो मम्मीलाई मनपर्छ भने चाहिँ ओके अनि दाइले चाहिँ आफ्नो साथीलाई देखाउनु भएको छ कि यो केटा चाहिँ मेरो बहिनीलाई माग्न बहिनीलाई बेच्नला भन्ने छ कि दाइलाई साथीलाई त्यो ओढाएपछि क्यान्सल भयो त्यो हो त्यस्तो कुराहरू छ अनि मम्मीले चाहिँ एउटा पोइन्टमा आएर चाहिँ नगर बिहा तिमी आमा बन्न पाउँदिनौ होला यो नानीहरूको त्यो बच्चाहरू पनि आमा आमा भन्छ कि मम्मीलाई त्यहाँ आएपछि मम्मीले आफ्नो काखमा अहिले पनि मम्मीको काखमा 9 महिनाको बच्चा हुर्काइराख्छ छ कसरी सकिन्छ होला जस्तो लाग्छ है आएपछि त्यो बच्चाभन्दा प्यारो चाहिँ मम्मीको त्यो बच्चाहरू हुन्छ किनकि नाति नातिना भयो नि त त्यसले गरेर चाहिँ
मम्मी जस्तो त कोही हुन सक्दैन। मम्मीबाट कहिले प्रेसर आएन बिहे गर्नुपर्छ यो भनेर। नर्मल फ्यामिलीहरूमा हुन्छ नि, तिमी अब यो भयो, यो एज भयो, बिहे गर्नुपर्छ भनेर मम्मीले चाहिँ तिमीलाई मन लाग्यो गर, कहिले पनि रोकटोक कहीँ पनि जाँदाखेरि कहीँ पनि रोकटोक गर्नु भएन मम्मीले। तिमीहरू यति बजी आउनुपर्छ, त्यो केटी जस्तो वाला फिल हुन्छ नि। बाहिर अब कति साथीहरू छन् यति बजी आउनुपर्छ, मम्मीले चाहिँ त्यस्तो हामीलाई चाहिँ कहिले फिलै गराउनु भएन। पछि छोराछोरीलाई आफ्नो तरिकाबाट हुर्किन दियो भने, राम्रो संस्कार दियो भने गरेर खाँदो रहेछन्, इज्जत कमाउँदो रहेछन् भन्ने कुरा एकदमै प्रष्ट पनि भयो। बाँकी हामी कुराकानी नेहाजीसँग गर्छौँ। हजुर आइदिनु भयो, हामीलाई आशीर्वाद दिनुभयो, हाम्रो स्टेज पनि पवित्र भयो। हजुर 5वटा छोराछोरी छन्। एक दिन पढ पनि भनेन, एक दिन स्कुल जानु पनि भनेन। आफै जान्थे आफै गर्दै, मैले कुनै यिनीहरूलाई टचरै दिएँ। म त कस्तो सरप्राइज भइरहेको छु कि सपनामा छु जस्तो लाग्छ। किनभने मम्मी यस्तो क्यामेरा मन नपराउने, कहिलेकाहीँ मैले टिकटक बनाउँदा नि के गरे, किन यस्तो गरे, मेरो किन खिच्यो भन्ने खालको भइसक्छ कि मम्मी भने अनि त्यसपछि चाहिँ कहाँ भयो भने मिडिया, मम्मीलाई मिडियासँग अलिकति मम्मी गर्नु नै हुन, म अब त्यस्तो हुनु न, अनि हाम्रो लागि त गरिदिनु पऱ्यो नि, हाम्रो नि त आमा छ नि होइन भनेर पकाएपछि चाहिँ ल म जान्छु। अलिक इमोसनल, अलिकति सेन्टिमेन्टले काम गर्यो। हाम्रो पनि त आमा हुँदाखेरि त हामीलाई पनि त चाहिन्छ नि हाम्रो आमा होइन, पकाएपछि चाहिँ ल हुन्छ भनेपछि कतिखेर हामी खुसी भयौँ। हामीले पनि एउटा कर्म गरेर रहेछौँ। हजुर जस्तो व्यक्ति त हाम्रो कार्यक्रममा आइदिनु भयो, आशीर्वाद दिइदिनु भयो, छोरीको लागि केही कुराहरू बोलिदिनु भयो। तपाईँलाई पनि धेरै धेरै धन्यवाद, हजुरलाई पनि धेरै धेरै धन्यवाद। अनि आशीर्वाद सधैँ हामीलाई दिइराख्छ होला। हुन त तपाईँले कतिचोटि भनिसक्नुभयो घरको वातावरणले गर्दा, मम्मीले गर्दाखेरि नै म यो क्षेत्रमा आएको हुँ भनेर। तैपनि मैले अब यो नाम नै दिएर संस्था नै खोल्नुपर्छ, मैले चाहिँ अरूलाई सहयोग गर्नुपर्छ भन्ने चेतना कतिखेर आयो र त्यो आँट कहाँबाट पाउनु भयो? यो मेरो कुनै पनि सपना थिएन। मम्मीले यति धेरै गरिराख्छ छ, यसलाई नै बरु कमाएर बरु म सघाउँछु भन्ने चाहिँ थियो। अनि कमाउन चाहिँ फेरि मैले एकदम सानो उमेरमा धेरै पैसा कमाउन पाएँ। त्यो डान्सले गरेर कला हुनुपर्दो रहेछ, मान्छे चाहिँ कहिले पनि हुन्छ नि हुँदैन, अभावमा बाँच्दैन रहेछ कि। अनि त्यसले गरेर चाहिँ म डान्सहरू जेम्समा स्कुलमा पाएपछि त हजुरलाई यति धेरै स्कुलमा काम गर्न पाएँ। त्यो नामले गरेर नि मलाई सपोर्ट भयो, धेरै स्कुलमा काम गर्न पाएँ। त्यो म सस्तै खोल्छु चाहिँ थिएन। अब मेरो बहिनीको साथीहरूलाई नि लुगा किनिदिने कि मैले, फेरि पैसा पहिलो पैसा मम्मीलाई नै दिएँ। अनि मम्मीले के भन्नुभयो भने अब तिमी आफै राख, तिमीले मलाई दिनु पर्दैन, तिम्रो खर्च पुऱ्याऊ भन्छ कि मम्मीले। अनि त्यसपछि मैले चाहिँ अब पैसा के गर्ने, फेरि दसैँमा चाहिँ डबल आउने, के गर्ने त्यत्रो पैसा होइन। अनि बहिनीको साथीहरूलाई नि लुगा किनिदिने कि। अनि मेरो बहिनी दुबई गयो, अनि उसको साथीहरू पनि दुबई गयो। नेहालाई चाहिँ यहाँ लिएर आऊ, यो त मलाई किनिदिन्छ होला, त्यसले त त्यस्तो भन्थ्यो। खर्चालु थिएँ। जो देखेँ कस्तो नि, पैसा भन्ने चिज चाहिँ थुपारेर माकुरा हिँड्नको लागि होइन, त्यो चाहिँ चल्नको लागि हो, जीवन सजिलो बनाउनको लागि हो भन्ने जस्तो चाहिँ माइन्डमा हुने कि मेरो। अनि नेपाली स्नेहिका चाहिँ थिएन, जीवनै अर्को थियो। मेरो साथीहरू छक्क पर्छन् कि अब राम्रो जुत्ता देख्यो भने त्यो चाहिने, जाँदै लुगा आफूलाई मन परेन, पसलमा पस्ने, नयाँ लुगा लगाइहाल्ने कि। त्यो पुग्ने भयो कि मलाई, नयाँ लुगा लाग्ने। त्यो कतिवटा सपिङ सेन्टरमा त मैले त्यो खोलेको लुगा लिन गएको छैन, त्यस्तो पनि लाइफ जिएँ मैले। त्यसपछि चाहिँ त्यो लाइफले मलाई एकैचोटि टर्निङ चाहिँ कहाँ गरायो भने नि, हाम्रो हजुरलाई पनि थाहा छ रातो घर जाने बाटो, त्यहाँनिर चाहिँ माइला दाई, कतिलाई याद हुनुपर्छ त्यो टोलको माइला दाई, र पाइन्ट त्यो जिङजिङ कपाल, टोपी, मैलो शरीर होइन। अनि उहाँले चाहिँ अब पहिला त धापा खेल त्यस्तो थिएन नि त, त्यो हिलो पानी भएको ठाउँ, त्यो हिलो पानी खाइराख्नु भएको देखेँ कि म पढेर फर्किँदा। यो त अनहाइजेनिक पानी हो होइन भनेर मैले डढाइ एउटा पानी किनेर उहाँलाई दिँदाखेरि चाहिँ उहाँले क्वाइटली लिनुभयो, मलाई केही पनि हार्म गर्नु भएन। म डढाउन चाहिँ एकदम डराएको थिएँ, तर मनमा चाहिँ पानी खाओस् मान्छेले भन्ने थियो कि। पानी दिएपछि उहाँले कुल्लो गरेर पानी खानुभयो। अनि यस्तो जुँगागे, यस्तो मिलाउनु, यस्तो किसिमको मान्छे पनि हाम्रो समाजमा छ। अर्फनेजसँग त म
ऊ भइहाल्यो मम्मीको कारणले होइन, यस्तो यस्तो बालबालिका हुन्छ जसलाई हाम्रो आवश्यकता छ भन्ने थियो। अनि त्यो दाइलाई कहिले चक्लेट कहिले बिस्किट दिँदाखेरि एक दिन मलाई सोध्न मन लाग्यो के खान मन लाग्छ भनेर भन्दा भात भन्नुभयो। भात पनि खान पाएको छैन भन्ने भयो नि त। अब आफूलाई आमाले सबै पुऱ्याइदिएको भयो अनि भात पनि खान पाएको छैन भनेर अनि हामी घरमा गएर यस्तै जाडोको महिना थियो, स्टिलको जगमा चाहिँ मनतातो पानी अनि खाना पकाएर गेडागुडी भिजाएको थियो, गेडागुडीको तरकारी लएर अनि खाना दिएँ। अनि त्यो खाना दिँदाखेरि चाहिँ उहाँलाई त्यो हात धुने आइडियै छैन कि। अनि मैले उहाँको हात धोइदिँदाखेरि चाहिँ रुनुभयो क्या, त्यो साइलेन्स टियर भन्छ नि, जसले धेरै कुरा बोलेको हुन्छ। त्यो मलाई अहिले पनि गुजबम आउँछ, त्यो आँसु सम्झ्यो भने कि ए उहाँमा केही फिल छ, म उहाँलाई मद्दत गर्छु भनेर उहाँबाट सुरु भएको स्टोरी हो। अनि त्यसपछि चाहिँ त्यही बाटोमै खाना दिने भयो अलि समयसम्म। अनि एकचोटि हामी दाइ म बहिनी पार्टी गयौँ कि। अनि घरमा मैले भ्याइन भने पनि अहिले भाइ अमेरिकामा छ मेरो दाइको छोरा, उसले लान्थ्यो कि ए हनी सिंहले भात ल्यायो भन्ने, कहिले सलमान खानले भन्ने नि, मलाई चाहिँ श्रीदेवी भन्नुहुन्थ्यो उहाँले। आज श्रीदेवी आएन भन्नुहुँदो रहेछ होइन। अनि हामी फर्केर पार्टीबाटै हामीले यस्तो हुन्छ नि प्लास्टिकमा खाना लिएर आयौँ कि, पार्टीबाट फर्किरहेको थियो अनि दाइले के गरे होला, मलाई कहिले काहीँ चाहिँ लाग्छ तिम्रै दिमाग छैन, तिमी के गर्छौ राति राति होइन। त्यहाँ खाना पुऱ्याउनलाई दाइलाई पुरा बाटो घुमाएर लिएर आएँ कि मैले। अनि उहाँलाई बाटोमै गर्दा चाहिँ यसरी सुत्नु भएको थियो कि, हामीलाई लग्जरी बेडमा निन्द्रा लाग्दैन, उहाँ यसरी सुत्नु भएको थियो नि। उहाँलाई म बाटोमा बस्न दिन्न भनेर चाहिँ उहाँलाई उद्धार गऱ्यौँ। उहाँलाई उद्धार गर्दाखेरि पहिलो उद्धार, बहिनी पनि सानो म पनि सानो, भर्खर एसएलसीकै यो सर्कल हो फेरि यो होइन। अनि बहिनी पनि सानो म पनि सानो, त्यो उनी भएन कि, त्यो सबैले पत्याउँदा नि पत्याएन, कहाँबाट के गर्ने थाहा छैन। अनि एकजना दाइ हुनुहुन्छ रमेश केसी, म उहाँलाई जहिले थ्याङ्कफुल छु। नानी यत्तिकै मान्छे लान मिल्दैन है, यत्तिकै मान्छे लान मिल्दैन, तिमीले केही सस्ता चाहिन्छ है भन्छेपछि चाहिँ अनि हामीलाई फेरि स्ट्रगल त्यहाँ पनि भयो। मेन्टली डिसअर्डरलाई कुनै आमा बाबुले नि पर्मिसन दिनु भएन कि तिमी यो कम्युनिटीभित्र बस। अनि मेरो बहिनी म होइन, अब कस्तो दिमाग होला कि उसको र मेरो एजै बढाएर होइन त्यो पेपरहरू काम त गर्नु पर्यो। अनि पेपरहरू बनाएपछि अहिलेकोसम्म उसले गाली गर्छ, तैँले गरेर म ठुलो भइरहेको छु बढाएर अनि दर्ता गर्यो। तपाईँले पहिलो उद्धार जसलाई गर्नुभयो हजुर, उहाँ अहिले कहाँ हुनुहुन्छ याद छ? उहाँ अहिले काम गरेर खाइराख्नु भएको छ। भेट हुन्छ? भेट हुन्छ, तपाईँसँगै हुनुहुन्छ? हुनुहुन्छ। उहाँ बोल्न सक्नुहुन्न, हजुर, उहाँ चाहिँ बोल्न सक्नुहुन्न। उहाँलाई चाहिँ अहिले मैले काम गराएर राख्न चाहिँ अहिले मैले मौका राखेको छु। एकचोटि मैले स्कुलमा काम गराएको, अनि स्कुलमा काम गर्दाखेरि चाहिँ उहाँले फेरि त्यही के उहाँले औषधि टाइममा खान पाउनु भएन, अनि कोही पनि छैन उहाँको। अनि त्यसपछि चाहिँ मैले फेरि दोस्रोचोटि उद्धार गरेर ल्याएपछि अहिले चाहिँ काम गरिरहनु भएको छ। कस्तो लाग्छ तपाईँले उद्धार गरेर ल्याउनु भएको दाजुभाइ दिदीबहिनीहरू आफ्नै गोडामा उभिनु भएको छ, एउटा त्यागिएको जीवनबाट चाहिँ मायालु जीवनमा फर्किनु भएको छ, उहाँहरूको प्रोग्रेस हेर्दाखेरि कस्तो हुन्छ मन? म भाग्यमानी हो जस्तो लाग्छ, जुन हातले होइन मैले उहाँहरूलाई जुन नाङ्गो अवस्थामा रेस्क्यु गरेको छु। अनि एउटा आमा 50 वर्षको आमा, हजुरलाई 50 भन्दा नि अझै 60 नै हुनुहुन्थ्यो होला उहाँ, मैले पाटन हस्पिटल अपोजिट साइडबाट रेस्क्यु गरेको। पुरा शरीरमा त्यो पाप राखेँ अनि तानेर एकतिर लएर एकजनाले बलात्कार गर्दो रहेछ, अर्कोतिर प्रत्येक रात चाहिँ उहाँ 5 जना पुरुषबाट बलात्कृत हुनुहुँदो रहेछ कि। अनि उहाँको फेस फुलेर यत्रो ठुलो भएको थियो। अनि हामीले उद्धार गर्दा उहाँ हिँड्न नसक्ने, हामीले बोकेर लिएर गयौँ। युरिन जचा भन्दा पिप मात्र आएको थियो क्या आमाको होइन, पिप मात्र आएको थियो। उहाँ आमालाई अहिले हामीले निको पार्यौँ, हिँड्न सक्ने बनायौँ, दम चाहिँ छ अहिले पनि। अहिले तपाईँसँगै हुनुहुन्छ? अनि उहाँको छोरी भेटियो, फेरि छोरी भेटियो। सबैलाई आमा आमा होइन रहेछ भन्ने पनि एउटा मैले सिक्न पाएको कुरा। उहाँले बरु मरोस् म लिँदिनँ भन्नुभयो कि उहाँले। सबै छोरी त कहाँ श्रेणीहा जस्तो हुन्छ नि होइन, अब केही थियो होला जीवनमा होइन, गरिबी हो कि, मैले दोष कसैलाई दिन्न, गरिबी होला। म त्यहाँ जाँदाखेरि इँटा भट्टामा काम गर्नुहुन्थ्यो, म पनि सकिनँ कि छोडेर आउन। उहाँलाई औषधि अफोर्ड गर्न सकेन भने आमा त बाँच्नुहुन्न। अनि उहाँ रुड नभइदिया भयो हुन्थ्यो। आमालाई चाहिँ मेरो छोरी छ है,
भन्ने मात्रै त्यो फिल गराइदिनु त्यो भयो हुन्थ्यो। उमेरको छोरी मान्छे जो त नाच्नु पर्ने हो, हाँस्नु पर्ने हो, हजुर या भनौँ माया गरेर हिँड्नु पर्ने हो, तपाईँ त अझ कलामा लाग्न चाहने मान्छे, डान्सर जस्तो मान्छेलाई हजुर के कुराले त्यस्तो तान्यो कि तपाईँलाई उद्धार गर्नुपर्छ, यो आमालाई मैले बचाउनु पर्छ, यो आमालाई मैले राख्नुपर्छ भन्ने केबाट तपाईँ इन्सपायर्ड हुनुभयो? के थियो त्यस्तो? मेरो एकदम चाइल्ड अवस्थामा चाहिँ मैले मम्मीलाई धेरैचोटि भनेको छु कि मलाई ट्याक्कै प्रष्ट मलाई थाहा छैन मम्मी, तपाईँले वीर हस्पिटलमा कसैलाई लैदिनु भएको थियो भने कि मैले। अनि भद्रकाली मन्दिरमा चाहिँ एउटा सुत्केरी हो कि बिरामी हो कि थाहा छैन मलाई, उसलाई मम्मीले आफ्नो फरिया खोलेर मम्मीले उहाँलाई लएर चाहिँ हस्पिटल लाँदा म मम्मीको पछाडि कपडा समातेर बसेको थिएँ। मम्मीलाई पागल भनिरहेको थिएँ कि सबैले। त्यो कहाँ दिमागमा थियो कि मेन्टली डिसअर्डर मान्छे चाहिँ अब हुन्छ नि ठ्याक्कै आमा जस्तो हुन्छ मलाई कि त्यो एउटा त्यो म कुन अननोन टाइममा बसिरहेको आमा देख्ने। अनि त्यो अवस्थामा अझै मेन्टली डिसअर्डर भनेपछि चाहिँ अबोध बालक हो कि उहाँहरू, थाहा छैन के गर्नुपर्छ। अब अहिले फेरि डिसअर्डर भन्ने बित्तिकै धेरै किसिमको हुन्छ, तर त्यो स्ट्रेटमै गइसक्या चाहिँ डिस्ट्रोय भइसक्या हुन्छ कि दिमाग चाहिँ। हजुरलाई म के खानुपर्छ होइन, मैले लुगा लगाएको छु कि छैन, म महिला हुँ कि पुरुष हुँ भने यो ज्ञातै नभएको व्यक्तिहरू हो कि उहाँहरू। अबोध बालकलाई त म फिमेल जन्मे कि मेल जन्मे कि केही थाहा हुँदैन नि, मात्र के गर्छ उसले दुध पिउँछ, यो प्रकृतिले जे क्रिया गर्न दिएको छ त्यो क्रिया मात्रै गर्छ। त्यो व्यक्तिहरूको लागि चाहिँ म उभिनुपर्छ भन्ने मलाई भयो कि हजुरलाई बेगर कोही नभएकोले त हजुरलाई मलाई आज भोक लागेको छ केही दिनुहोस् न भनेर मागेर खान सक्छ, उहाँहरूलाई त माग्ने पनि याद छैन कि। त्यो भएकोबाट उहाँहरूको लागि उभिनुपर्छ भनेर त्यो हिट गर्यो कि मलाई अहिले आएर चाहिँ त्यो हिट गर्यो कि अथवा भगवान्ले मलाई यसकै लागि चाहिँ है ल है गर है भन्नुभयो कि इन्ट्रेस्ट लाग्दै गयो। फेरि रोगहरूको बारेमा पढ्दै गएँ होइन, ओ माई गड यस्तो यस्तो पनि हुन्छ, यसरी पनि हुन्छ, अचम्म तालले पनि मनोरोगी हुन्छ भन्ने भयो कि। अब मैले एउटा छोरीलाई रेस्क्यु गरेँ, उसको एसएलसीको रिजल्ट बिग्रेर ऊ मेन्टली डिसअर्डर भएर चाहिँ कस्तो। अब मलाई मम्मीले कहिले पढ्नुपर्छ पास हुनुपर्छ त्यो प्रेसरै छैन, फेल भएर मान्छे मेन्टली डिसअर्डर भएको छ। यो के कुन कुरा सिरियस हुन्छ जीवनमा त्यो कुरा नहुँदाखेरि चाहिँ मान्छे चाहिँ मेन्टली डिसअर्डर हुन्छ। अब एउटा छोरीलाई मैले रेस्क्यु गरेको, नाङ्गै जिउमा एउटा धागो पनि थिएन, नाङ्गै। म त्यतिखेर यङ 20 इयर्स पनि म पुगेको छैन। मैले बसन्तपुरमा उहाँलाई देखेको, त्यो आर्मी ब्यारेक पछाडि पहिला चाहिँ फोहोरहरू फ्याल्थ्यो कि त्यो ठाउँमा उहाँ नाङ्गै हुनुहुन्थ्यो। म एकछिन त स्तब्ध भएँ उहाँलाई देखेर। उहाँलाई रेस्क्यु गरेँ, त्यसको रेस्क्यु गरेको केही पछि चाहिँ उहाँ फेरि हराउनु भयो कि। उहाँहरूलाई के हुन्छ नि त्यो बसिरहेको ठाउँप्रति प्रेम हुन्छ कि, जहाँ ऊ रोडमा बस्या प्रेम हुन्छ, उहाँ हराउनु भयो। हराएपछि हामीले खोज्यौँ भेटेनौँ। अनि सभा भगवतीमा मान्छे पोल्ने ठाउँमा उहाँ यसरी सुतिराख्नु भएको थियो कि त्यो मान्छे पोल्ने के भयो मसानमा चाहिँ हस्बेन्डसँग कुरा गर्नु हुँदो रहेछ। अनि कोसँग कुरा गर्नुभयो तपाईँले नै, मेरो हस्बेन्ड हुनुहुन्छ यहाँ, भख जलिसक्नुभयो अरे के। योभन्दा त मलाई कस्तो त्यो हुन्छ नि, ऊ भित्र चाहिँ कोही हुन्छ नि त्यो आत्मा बोल्या हो कि त्यो मेन्टली डिसअर्डरले त्यस्तो गराएको। अनि उहाँलाई मैले लिएर आइसकेपछि मैले उहाँलाई प्रमिस चाहिँ के गरेँ नि, म हजुरलाई महिनामा एकचोटि चाहिँ यहाँ लिएर आउँछु, मेरो बुढा छ त्यहाँ भन्नुहुन्छ कि। अनि उहाँ कसरी मेन्टली डिसअर्डर हुनुभएको रहेछ नि, ट्रु लभ है त्यो उहाँले चाहिँ सानो बक्स बनाउनु हुँदो रहेछ कि टिनको खुत्रुके हुन्छ नि त्यो बनाउनु हुँदो रहेछ। अनि बुढाबुढी सँगै खाने कि, दुईवटा बच्चा रहेछ। उहाँको बच्चा अहिलेसम्म कसले लग्यो कहाँ हरायो थाहा छैन। अनि उहाँ चाहिँ एक्सिडेन्ट भएर बित्नु भएछ, वीर हस्पिटल लगेपछि एकैचोटि चाहिँ उहाँलाई चाहिँ सभा भगवती जहाँ जलाउँदै उहाँको माइन्ड गयो कि। हरेक मान्छे आफै त्यस्तो हुँदैन कि, आफै केही न केही कुरा हुन्छ, केही न केही चोट हुन्छ, केही न केही पीडा हुन्छ, र त्यो व्यक्तिको चोट र पीडा दोस्रो व्यक्तिले बुझ्नुपर्छ भन्ने नै त हो नि। त्यही नबुझ्दिया भएर त समस्याहरू आएको छ। फर्केर जाउँ त्यही उद्धार गर्नुभएको धेरैजनाहरूको कुरा गर्दाखेरि मलाई खुसी के लाग्यो भने यहाँ उद्धार गर्ने धेरैजना हुनुहुन्छ,
केही समय उद्धार गर्नुहुन्छ, कहिले कन्टिन्यू गर्न गाह्रो हुन्छ। हजुर जुन गाह्रो तपाईँलाई पनि छ होला सायद। हजुर फाइनेन्सका प्रब्लम्सहरू हुन्छन्, खाना कहाँ खुवाउने भन्ने हुन्छ, जग्गाका कुरा होलान्, लुगाका कुरा होलान्, औषधि मेडिसिनका कुराहरू होलान्। समाजसेवी बन्नु चाहिँ साँच्चै नै गाह्रो काम हुन्छ कि। एक त जस पाउने काम पनि होइन, त्यसलाई तपाईँले सधैँ अबजस पाइरहनु भएको हुन्छ होला। कमायो त्यसैबाट खायो भने आरोप पनि बेला बेलामा खेपिरहनु भएको हुन्छ। त्यो खेपिरहँदाखेरि पनि उद्धार गरेको मान्छे नर्मल जीवनमा आउँदाखेरि कति खुसी लाग्छ होला तपाईँलाई? एउटा भिडियो देखाउँछु म तपाईँलाई। हजुर कसको हामीलाई भन्नुहोस् है त। हजुर एउटा भिडियो हेरौँ है त। नमस्ते, म चाहिँ पुष्पा, नेपाल स्नेकपार्कदेखि सिनेहा आमाको प्यारी छोरी। अनि त्यहाँदेखि चाहिँ मलाई भैँसीपाटीदेखि सिनेहा आमाले 2 चोटि रेस्क्यु गर्नुभयो। म कुन अवस्थामा थिएँ त्यो त मलाई थाहा छैन। अहिले यहाँ आएदेखि चाहिँ मलाई एकदम राम्रो फिल के। यति जस्तो कि जन्म दिनु ठुलो कुरा होइन, कर्म दिने मान्छे नै सबभन्दा ठुलो हो के। अनि उहाँले मलाई आफ्नो जन्म दिएको आमाभन्दा नि बढी माया गर्नुहुन्छ। म त्यसमा ह्याप्पी हुन्छु के। उहाँलाई एकछिन देखेन भने मलाई नि त्यो छटपटी लाग्छ। उहाँ आउनु मलाई कस्तो खुसी लाग्छ कि होइन, त्यस्तो लाग्छ। अनि त्यहाँदेखि म उन्दै जान्छु। अनि मैले जति उनेर सामान बनाएँ नि मलाई उहाँलाई नदेखाइदिएसम्म चित्तै बुझ्दैन। खै कस्तो खालको माया बसेको छ। मैले चाहिँ मेरो आमाभन्दा नि बढी माया गर्छु उहाँलाई चाहिँ। पुष्पा छोरी हो ऊ। पातली थिए रेस्क्यु गर्दाखेरि भर्खर 24 वर्ष, धेरै भएको छैन एजले। यो देख्दाखेरि चाहिँ स्वर्ग कहाँ छ भन्छु भने स्वर्ग चाहिँ यो शब्दहरूमा छ कि म जिउँदै स्वर्गमा छु जस्तो लाग्छ मलाई। उसको रिजल्ट, ऊ जस्तै धेरै छोरीहरू हुनुहुन्छ जो अझै अम्बिका छोरी, मैले बच्चा पाछु है आमा, तेरो नातिनी छ नाति छ भन्दाखेरि चाहिँ स्वर्गमा छु म। मैले जीवनमा होइन म हिरोइन भएर चाहिँ मैले एउटा फेम कमाउँथेँ होला। एउटा प्रश्न थियो कि मलाई, मैले साइकोलोजी पढिराख्दा अनि त्यो पछि मैले एउटा ब्रिज कोर्स गरेको थिएँ चाइल्ड स्पेलिस्ट SWIमा। त्यतिखेर तिमीलाई म चाहिँ यस्तै मोडलिङ गरिरहेको, अलिक लुगा पनि हुन्छ नि लाउने, अलिकति उतौलो त नभनौँ, जस केटीहरूले त्यो टाइममा लाउने लुगा लाउने हाफै प्यान्ट लाएर पुग्दिने क्लासमा होइन। अनि तिमीलाई हिरोइन बन्न मन लाग्छ कि मदर टेरेसा भन्नुभयो क्या उहाँले। अनि एउटा मैले चाहिँ नि तपाईँलाई चाहिँ मदर टेरेसा र हिरोइनमा चाहिँ तपाईँलाई चाहिँ को मनपर्छ भन्दा मास त मदर टेरेसाको हुँदैन, उस्तै पऱ्यो भने पछाडि बसेर सबैलाई हेर्ने पात्र हो उहाँ होइन। तर हजुरलाई हिरोइनको त एउटा मास हुन्छ। जस्तै उहाँले चाहिँ एन्जेलिना भन्नुभएको थियो कि उहाँको मासको त म बयानै गर्न सक्दिनँ, तर एक दिन आँखा चिम्लेर सम्झिनु पर्यो भने चाहिँ हामीले एउटा आमालाई सम्झिन्छौँ, उहाँ मदर टेरेसा हो। अनि म चाहिँ मदर टेरेसा नै म रोज्छु भने कि। तर तिम्रो चाल चलन हेर्दा त एन्जेलिना बोल्ला जस्तो छ भन्नुहुन्थ्यो कि। अब म त्यो इन्टरभ्यूमै थिएँ। अनि त्यसपछि म निक्लिन लाग्दाखेरि एकदम चकचके हुन्छ नि, माहौल बिगार्ने छोरी मान्छे हुन्छ नि त्यो केटी के, त्यो क्लासमा पनि अलिक चकचके खालको भइदिने थिएँ म होइन। अनि त्यतिखेर चाहिँ अनि मैले तिमीलाई चुज गरिनँ नि के गर्छौ भन्नुहुन्थ्यो कि। त्यो तपाईँको घाटाको कुरा हो, म जस्तो मान्छे पाउनुहुन्न। त्यस्तो प्राउड फिल गर्ने आफूलाई त्यस्तो थिएँ। तर अहिले आज यहाँ उभिँदा चाहिँ म बायोलोजिकल्ली जन्मेर पनि एउटा आमाले यति सन्तान सुख चाहिँ पाउँदैन जो मेरो छोराछोरीबाट मैले पाएको छु। हजुर भिडियो एकचोटि हेरौँ है त। नमस्कार, म अर्जुन खड्का। म यहाँ मलाई आमाले ल्याउनु भएको, म बाटोमा बस्थेँ र बाटैमा सुत्थेँ खान्थेँ। आमाले लिएर आएर मलाई यहाँ राख्नुभयो। अहिले म उपचार राम्रो भएर औषधि पनि खाइरहेको छु। यहीँबाट दिइरहनु भएको छ र आइरहन्छु। म कामहरू यताउति गरिदिन्छु, जान्छु। मलाई नि आफ्नै घर जस्तो लाग्छ यो र गरि पनि रहेको छु। यहाँ पनि मलाई हेल्प गरिदिइरहनु भएको छ औषधिहरूको लागि। धेरै कति औषधि त बाहिर पाइँदैन, यहाँ आउँछु म, यहाँबाट लिएर जान्छु। यहाँ आमाहरूले पनि ल्याएर राखिदिनुहुन्छ र
यहीँबाट अहिलेसम्म बाँचिरहेको छु। अझै धेरै राम्रो भइरहेको छ। मान्छेहरू पनि यहाँ धेरै उपचार गरेर गइरहेका छन्। म पनि निस्केको 1 वर्ष भइसक्यो यहाँबाट। त्यही पनि आएर म गरिरहन्छु, आउँछु जान्छु, बेला बेला बोलाउनुहुन्छ आइरहेको हुन्छु। उहाँ मेरो अर्जुन छोरा, साँच्चीकै अर्जुनै। तपाईँले सबैलाई छोरा छोरी नै भन्नुहुन्छ है? आमा उमेर जे भए भन्नुहुन्छ। पनि। सबैले आमा भन्नुहुन्छ। अनि छोराछोरी भन्दा चाहिँ कस्तो भने आफ्नो कर्तव्यमा एकदमै निष्ठा हुनुपर्छ। मेरो छोराछोरीलाई आमा भनेर उहाँले सम्बोधन गर्छेर म आमा भएँ। अनि मैले छोराछोरी चाहिँ किन भन्छु भने मैले सानो देख्छु कि उहाँलाई। यो नयाँ जीवन हो उहाँको। आइसियुमा उहाँ हुनुहुन्थ्यो, मसँग पैसा थिएन। अनि यस्तो बेस्ट फ्रेन्ड के मेरो, हामी सँगै जर्मन जाउँ भनेर मेरो त पेपर पनि आएको, उसको भन्दा पहिला मेरो पेपर आएको थियो। अनि उसँग मैले पैसा मागेको थिएँ। मैले स्कुलबाट काम गर्दा चाहिँ उसलाई मैले 60,000 दिएको थिएँ कि। अनि उसलाई गर्दा उसले मलाई पैसा दिन सक्षम भएन। उसले अहिले छैन नेहा मसँग, म पछि दिन्छु भन्यो होइन। अनि उहाँलाई बचाउँदा चाहिँ मैले मम्मी होइन दाई सबैसँग 5,000 1,000 2,000 500सम्म पनि मैले लिएको छु कि। अनि मलाई चाहिँ कहाँ भने अब जस्तै हजुरले मलाई यो पानी किन्न दिएको पैसा भनेपछि मलाई त्यो पानी नै किन्नुपर्छ कि। अनि एक दिन चाहिँ त्यो पानी किन्ने भनेर मलाई 500 दिनुभएको थियो एकजनाले। त्यो पनि हालेर उहाँलाई चाहिँ हामीले बाँसबारीको न्युरो हस्पिटल त्यहाँबाट चाहिँ हामीले निको पारेर ल्याएको। उहाँ बाँच्नुहुन्छ भन्ने थिएन। मलाई चाहिँ के लाग्यो, उहाँलाई बचाएन भने त म त सफलै हुँदिनँ होइन। मेरो एउटा बच्चा चाहिँ हस्पिटलमा आमा भनिरहेछ भनेर त्यसरी चाहिँ उहाँलाई निको पारेर ल्यायो। अनि ल्याइसकेपछि नि उहाँलाई छारे रोग ढलिराख्ने, अहिले पनि पेसेन्ट हुनुहुन्छ, मैले औषधि दिइरहेको छु भन्नुभयो। अनि उहाँ चाहिँ गार्डको काम गर्नुहुन्छ। अहिले आफै काम गर्नुहुन्छ, घरमा जानुहुन्छ। तर छुट्टीको टाइममा आएर कहिले रङ लगाइदिनुहुन्छ, कहिले त्यहाँ ढलसल बिग्रिएको छ भने बनाइदिनुहुन्छ। मलाई ढुक्क छ नि कहिलेकाहीँ चाहिँ तुरुन्तै काम गर्ने मान्छे चाहिन्छ नि, म उहाँलाई फोन गर्छु आउन भ्याउनुहुन्छ भनेर आएर गरिदिनुहुन्छ। छोरा जस्तो नै पनि हुनु त। छोरै जस्तो उहाँ आउनुहुन्छ। 2-4 जना निको भएको छोरीहरू आएर कति चाहिँ खुल्न चाहनुहुन्न बिहा भएको कारणले। मै भन्ने थाहा पायो भने समाजमा म बाँच्नलाई गाह्रो हुन्छ कि भन्नुहुन्छ। एउटा छोरी मेलबर्नमा हुनुहुन्छ मेरो। यसरी रोडबाट मैले अर्धनग्न लिएर आएको छोरी जो मल्टिपल अब्युजमा हुनुहुन्थ्यो, उहाँलाई हामीले निको पारेर चाहिँ मेलबर्नमा। अनि एकचोटि कल आयो +6 है, यसो हेऱ्यो यो त अस्ट्रेलियाको नम्बर हो। मलाई कसले आमा भनिरहेछ, उहाँले आमा भन्नुभयो कि सुरुमै फोन गर्दा, कसले आमा भनिराख्नु भएको छ मलाई भनेर मैले हेरेँ। हेर्दाखेरि चाहिँ कोही डोनरले नै आमा भन्नुभयो क्या हो। भन्नुभयो आमा म तपाईँको छोरी, तपाईँले मलाई यसरी रेस्क्यु गर्नुभएको, म के गरौँ तपाईँको लागि भन्नुभयो। अनि कति भयो गएको भने भर्खर 1-2 महिना भयो, मलाई तपाईँको याद आयो। त्यो गाह्रो हुँदाखेरि चाहिँ मलाई तपाईँको याद आउँछ, जहाँ उसलाई ट्रमा हुन्छ त्यतिखेर मलाई तपाईँको याद आउँछ भने अहिले केही नगर। सुरुमा अस्ट्रेलिया अमेरिका विदेश जानुभएको बेला यति सङ्घर्ष हुन्छ, मैले उसलाई बोझ थप्नु हुँदैन। तिमीले मलाई आमा भनेर त्यहाँबाट कल गर्यौ, मलाई सम्पूर्ण कुराले तिमीले भरिपूर्ण पार्यौ। हुन्छ नि म रोको के उसले त्यहाँबाट म मेलबर्नमा छु भन्दा हामीले मनोरोगीलाई एउटा बरु राम्रो प्लास्टिकको झोला चाहिँ पट्टाएर दराजमा राख्छौँ कि भोलि केही सामान राख्न काम लाग्छ त्यो भनेर। तर मनोरोगी भन्ने बित्तिकै हामीले माया गर्दैनौँ, उनीहरूलाई केयर गर्दैनौँ। औषधि खानुपर्छ भने हे तिमी काम लाग्दैन, तिमीले सोच्नै सक्दैन, तिमीले गर्नै सक्दैन भनेर गरिरहेको हुन्छौँ कि। अनि त्यो कारणले त्यो व्यक्ति जसले चाहिँ स्ट्रिटमा म को हुँ भन्ने मान्छे चाहिँ आज ऊ त्यहाँ छ भनेपछि अनि उसले मलाई आमा भनिरहेछ। जीवन सफल भएको फिल भयो। जीवनै सफल भन्दा नि मैले भने नि स्वर्ग कहाँ छ भन्यो भने मैले स्वर्गको अनुभव गरेको छु कि। मलाई सोध अझ 2टा भिडियो बाँकी छन्, अर्को भिडियो देखाउनुहोस् त। यो प्रोग्रामलाई त थ्याङ्क यू, रौन जस्तो भयो। नमस्ते, मेरो नाम केशव रिजाल हो। म नेपाल स्नेक आँखमा स्थापना कालदेखि नै छु। लगभग
16 वर्ष हुँदैछ हामीले मनोसामाजिक क्षेत्रमा चाहिँ काम गरिरहेको र अब श्रीन्यायको कुरामा चाहिँ श्रीन्यायजी भगवानले नै यो काम गर्न पठाएको जस्तो लाग्छ मलाई। यो हामीले त्यतिखेर हेर्दाखेरि सडकको चोकमा 4-5 हरेक चोकमा त्यस्तो लाग्थ्यो कि मलाई त्यतिखेर हामी जुनसुकै काममा निस्किँदाखेरि नि 2-3 त देखिहाल्थ्यो कि। अनि त्यसले गर्दा यो उहाँको त्यो ममतामय स्पर्शले हामीले त्यतिखेर केही सानो क्लिपहरू भिडियोहरू जानी नजानी बनाउँदाखेरि चाहिँ अब धेरैजनाले चाहिँ ओहो मानसिक रोगीहरूलाई चाहिँ यसरी अँगाल्न मिल्दो रहेछ, हात समाउन मिल्दो रहेछ, अरूको परिवारले जस्तो अब अरूले त्यागेको मान्छेलाई पनि त्यसरी आफ्नो परिवार बनाउन मिल्दो रहेछ भनेर एउटा ज्वलन्त उदाहरण चाहिँ श्रीन्यायजी नेपाली स्नेक कागलाई हामीले महसुस गर्न सकिन्छ। त्यही क्रममा चाहिँ अहिले हजुरको भनौँ न होइन अब यो मेन्टल सेक्टरलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ पूर्ण मेसेज चाहिँ नेपाली स्नेक कागबाट श्रीन्यायजीबाट गएको छ। सो त्यसले गर्दाखेरि श्रीन्यायजीको टिमलाई श्रीन्यायजीलाई चाहिँ हामीले उहाँलाई थाहा होस् नहोस् जसरी हुन्छ सहयोग गरौँ। कस्तो सहयोग गरौँ भन्दाखेरि सहयोग भन्नाले पैसाको मात्रै कुरा पनि होइन, एउटा पोजिटिभ भाइब्सको कुरा आउँछ, एउटा इन्भाइरोमेन्टलाई चाहिँ उहाँको हौसलाको कुरा आउँछ होइन। अब सेवा गर्न सधैँभरि सेवा गर्न चाहिँ गाह्रो छ नि त होइन। अनि त्यसले गर्दाखेरि जसरी हुन्छ सबैजना मिलेर हौसला बढाउने काम पनि गरिदिनु होला भनेर म एउटा रिक्वेस्ट गर्छु। र अब हामीले एकदमै क्रिटिकल केसहरू पनि रेस्क्यु गरेको छौँ, गर्दै पनि छौँ। भर्खरै 1 महिनाको नानी सहितको आमा पनि हामीले संस्थामा संरक्षण गरिरहेका छौँ। त्यसले गर्दाखेरि योभन्दा अघिल्लो केसहरू चाहिँ जङ्गलबाट रेस्क्यु गरेको छौँ। अनि हजुरको एकदमै त्यस्तै अप्ठ्यारो अवस्थामा जसको चाहिँ अब एकदमै उग्र स्वभावको मानिसहरूलाई पनि ल्याएर पूर्ण कन्ट्रोलमा उहाँहरू निको हुने अवस्थामा हुनुहुन्छ। सो यो सबै श्रेय चाहिँ अब श्रीन्यायजीलाई नेपाली स्नेक कागलाई शुभचिन्तकहरूलाई भन्न चाहन्छौँ। म चाहिँ अझै के अपिल गर्न चाहन्छु, रिक्वेस्ट गर्न चाहन्छु भने श्रीन्यायजीलाई चाहिँ जहाँबाट जसरी हुन्छ अब मौखिक रूपमा पनि हौसला दिन सकियो भने सायद अब नेपालमा त्यस्तो मेन्टल मान्छे सडकमा चाहिँ हुनु पर्दैन जस्तो लाग्छ। अहिले हुन त नयाँ धेरै अरू सङ्गठन पनि काम गर्दै हुनुहुन्छ, उहाँहरूलाई पनि शुभकामना छ। उहाँहरूले गर्दाखेरि अलिकति लोड पनि कम भयो नि त होइन। र यो मेन्टल सेक्टरमा चाहिँ सडकको त्यो अवस्था निर्मूल गर्नमा चाहिँ नेपाली स्नेक कागलाई बिर्सिएर चाहिँ सम्भव छ जस्तो मलाई लाग्दैन। उहाँ केशव प्रसाद रिजाल जो नेपाली स्नेक कागमा सुरुदेखि नै सचिवको रूपमा कार्यरत हुनुहुन्छ। उहाँको एकदमै राम्रो स्वभाव के, उहाँ आफू पनि काम गर्नुहुन्छ, एउटा बच्चालाई स्कलरसिप पनि दिनुभएको छ। अनि नेपाली स्नेक कागलाई ज्यान दिएको मान्छे उहाँ हुनुहुन्थेन भने चाहिँ नेपाली स्नेक काग सम्भव पनि थिएन। अनि कहिले पनि श्रेय लिन नखोज्ने व्यक्तिमा उहाँले गर्नुभएको योगदान कहिलेकाहीँ मैले गरे भन्दा माथि छ। छोराहरू चाहिँ उहाँको अन्डरमा मैले अहिले हुर्किसकेका छोराहरू उहाँको अन्डरमा दिएको हुन्छु। अनि छोराहरू जति पनि अघि अर्जुन छोरा निको भयो भने उहाँको काउन्सिलिङले हो होइन। उहाँ काउन्सिलर पनि हो, डबल मास्टर पढेको मान्छे, 3टा ब्याचलर सिद्धाउनु भएको, अनि पढा लेखा एकदम ज्ञानी मान्छे, कहिले पनि म भन्न नजान्ने मान्छे, मैले गरेको भन्न नजान्ने मान्छे। सायद उहाँको ठाउँमा अर्को एउटा व्यक्ति हुन्थ्यो भने चाहिँ कि संस्था 2टा हुन्थ्यो होइन। किनकि चिनेको व्यक्ति त नेपाली स्नेक काग भनेर चिन्ने अनुहार त म मात्र छु नि त। तर उहाँ चाहिँ मेरुदण्ड हो क्या नेपाली स्नेक कागको। उहाँले जति गर्नुभएको छ त्यसको लागि त पुरा हाम्रो छोराछोरीहरू निको हुनलाई पहिलो प्राथमिकता चाहिँ उहाँलाई जान्छ। बिरामीको होइन को कस्तो खालको छ प्रोफाइल बनाउनेदेखि लिएर सबै उहाँले गर्नुभएको हुन्छ। अनि म भन्न नजान्ने मान्छे गर्नुहोस् न, हामी छौँ नि पछाडि, म नभए भने अरू पनि छ होइन। कहाँबाट सल्लाह लिनुपर्छ, कसरी गर्नुपर्छ भनेर सबै हेर्ने नै उहाँ हो। मलाई हेर्दाखेरि पनि नेपाल स्नेक काग भन्ने बित्तिकै तपाईँको अनुहार
फ्रन्टलाइनमा आउँछ। फेरि कति मान्छेहरू सायद आफूलाई देखाउन रुचाउनुहुन्न, कर्म मात्रै गर्नुपर्ने पनि भयो। फेरि संस्था तपाईँले चलाइसकेपछि कतिपय ठाउँमा तपाईँ देखिनुपर्ने आवश्यकता पनि हुन्छ। संस्थागत प्रक्रिया आफ्नै छन्, यसका पनि व्यथाहरू आफ्नै छन्। एकैछिन व्यथातर्फ जाउँ है। संस्था खोल्छु भनेर मात्रै हुँदैन, बच्चाहरू म लिन्न भनेर पनि मिल्दैन कि मिल्दैन। सो कुनै अवस्था आएको छ तपाईँले लिन खोजेको छोराछोरी पनि लिन नसक्नु भएको, राख्न नपाउनु भएको कुनै अवस्था छ? त्यस्तो धेरै छ, किनभने हामीलाई चाहिँ सिट छैन। अब कस्तो हुन्छ नि, हामी नेपालीहरू हजुरको घरमा चाहिँ हजुरको इच्छा भयो कि मैले एकजना मान्छेलाई बास दिन्छु, त्यहाँ चाहिँ हामी सरकारको अन्डरमा छौँ नि त। सिट छैन भने किन दिने, तिमीले खुवाउन सक्दैनौ भने किन लाने, होइन? यो कुराहरू हामीले दायरामा बसेर गर्न पर्ने हुन्छ कि। अब बाटोमा मागेर त्यो कुहिएको खानेकुरा अब हामीले रेस्क्यु गर्दाखेरि दिसा पिसाब बिचमा खाना खोजेर खानु भएको छ। एउटा आमाले कुहिएको किरा पर्या मासु खाइराख्नु भएको छ, उहाँलाई लिएर चाहिँ मैले गुन्द्रुक भात खुवाउँछु है भन्नलाई चाहिँ म दायराभित्र पर्दिनँ कि। तिमीले दाल भात खुवाउन सक्दैनौ भने किन राख्ने? प्रेम गर, उसलाई हार्म हुने कुरा गर्नु भएन, तर चाहिँ जे छ त्यही खुवाउन मिल्छ भन्ने जस्तो भयो भने अझै सहज हुन्थ्यो कि यो कुरा चाहिँ, होइन? बुझ्दिए चाहिँ सहज हुन्थ्यो कि जस्तो लाग्छ। के खानु भएको छ तपाईँले, तपाईँलाई यहाँ राम्रो छ, होइन? लुगा लाउन पाउनु भएको छ भनेर भन्दा त हामीले त जुटा छौँ। कहाँबाट जुटाउनु भयो, थ्याङ्क यू है भनेर नि एकचोटि भनिदिए गभर्मेन्टहरूबाट, त्यो ठुलो हुन्थ्यो। हामीले कार्यक्रममा यो 5वटा विषयमा जहिले पनि कुरा गर्छौँ कि कुनै पनि व्यक्तिलाई प्रोग्रेस गर्नको लागि, काम गर्नको लागि, कर्म गर्नको लागि चाहिँ कति कुराहरू हुन्छन्, त्यो मध्ये यी 5 चाहिँ मेजर रहेछन् भनेर हामीले रियलाइज गर्छौँ। एकदम हो। पहिला हामीले इन्भेस्टमेन्ट गरेका छौँ कि हाम्रो इन्भेस्टमेन्ट पार्टनर आउँदै हुनुहुन्छ, छिट्टै आउनुहुन्छ। अहिलेसम्ममा जस्तो तपाईँलाई पनि संस्थामा औषधि चाहिन्छ, उपचार चाहिन्छ, खाना बिहानको बेलुका चाहिन्छ, र दाताहरूले त भन्दाखेरि 2-3 बोरा चामल त सायद बिहान पनि सकिन्छ होला, बेलुका पनि सकिन्छ होला। 97 जनाले खानु भनेको त ठुलो, कसैको खानकी कम हुन्छ, कसैको खानकी धेरै हुन्छ। खाना मात्रै खुवाउनलाई दिनभरिमा कति खर्च हुन्छ भन्नुहोस् त? हाम्रो एक छाक खानामा सिम्पल खुवाउँछु भन्छ नि 10,000। 10,000 रुपियाँ दिनभरिमा चाहियो? दिनभरिमा होइन, एकचोटिमा, एक छाकमा। बिहान एक छाकमा 10,000 सक्यो, बेलुका एक छाकमा 10,000 सक्यो। त्यो चाहिँ सिम्पल खाना। यदि त्यसमा अलिकति नन भेजिटेरियन आइटमहरू पनि हाल्यो भने कति पुग्छ? त्यो चाहिँ 26,000 जस्तो जान्छ एक छाकमा। भनेपछि दिनमा तपाईँको 50,000 माथि त ल्याभिस खाना, ल्याभिस त के भनौँ, दाल भात मासु बाँच्यो भने भयो। खाजाको छुट्टै? खाजाको कति पर्यो? खाजा चाहिँ हामीले 5,000 गर्छौँ। खाजा चाहिँ कस्तो छ नि, बिस्कुट र ब्ल्याक टी, पाउरोटी, ब्ल्याक टी, चिउरा, त्यो चाहिँ सस्तो। बिहान एक छाक, बेलुका एक छाक र दिउँसो खाजा खुवाउँदाखेरि झन्डै तपाईँको लाख रुपियाँ खर्च हुँदो रहेछ। हजुर, दिनको 1 लाख मिठो खुवाएर खानामा मात्रै। कतिजना स्टाफ हुनुहुन्छ? हाम्रो 8 जना हुनुहुन्छ। 8 जना स्टाफको तलब पनि आयो, थोरै धेरै जे हुन्छ तलब आयो, औषधि उपचारका कुरा आयो, जग्गा भाडामा छ त्यो कुरा आयो, त्यसपछि बत्ती छ, नेट छ, पानी छ, ढल छ, व्यवस्थापन छ, ट्राभल गर्नु पर्यो। यो सबै गर्दाखेरि अप्रोक्सिमेटली महिनामा कति खर्च हुन्छ? हाम्रो 15 जस्तो सिद्धिन्छ। 15 लाख रुपियाँ एक महिनाको लागि जोहो गर्नु पर्यो। त्यो जोहो कहाँबाट गरिरहनु भएको छ? त्यही, यो चाहिँ भगवानकै कृपा हो। थोरै म कमाउँछु, हजुर, होइन? थोरै कमाउँछु। 15 लाख त कमाउनु हुन्न। मेरो त बालुवामा पानी हाले जस्तै मात्रै हो, तर कता कता बच्चालाई स्कलरसिप दिइरहेछ। अनि थोरै साथीहरू हुनुहुन्छ जो सर्कलमा चाहिँ, मेरो दिदी हुनुहुन्छ एकजना सुलोचना, म आमा नै भन्छु, मलाई सम्मान गर्ने सुलोचना कचपति, उहाँको छोरी होइसिन्छ। हाम्रो दिजु कृतिका दिजुले गरिदिएको छ 2टा बच्चालाई, मन्थली नै गरिदिएको छ। फ्यामिलीहरूबाट नि मन्थली गरिदिने होइसिन्छ। अनि कसैले पानीको लागि 1000 रुपियाँ दिनुहुन्छ पर मन्थ, त्यसले सपोर्ट गरेको छ। र अनि सबसे सपोर्ट चाहिँ म बर्थडे, तिथि, एनिभर्सरी त्यो भयो भने चाहिँ मिठो खान पाइन्छ। अस्ति गमला आन्टीले पनि खुवाइसकेको थियो। हजुर, भनेपछि कम्प्लिटली दाताहरूमाथि निर्भर देखियो नि त। एकदम। सरकारले केही गरेछ? सरकारबाट आशावादी छौँ, किनभने परिवर्तित हुँदैछ समाज। अनि हामीले चाहिँ कस्तो
अलिकति हाम्रै पुगेन कि मलाई त्यो लाग्छ। हामीले चाहिँ सुरुमा मैले आफ्नो कमाइले गर्न खोजेँ, अनि डोनेसन माग्नुपर्छ आइडियै भएन होइन। अनि अब चाहिँ हामीले अपिल गऱ्यौँ भने पाउँछौँ कि, अनि सरकारले साथ दिनुभयो भने त अघि केशव सरले भन्नुभएको जस्तो हामी बाटोमै कोही हुन नदिने प्रतिबद्धता चाहिँ गर्छौँ। इकोनोमिक स्ट्रङ भयो भने चाहिँ हामीलाई यो होइन यही सम्बन्धी धेरै ज्ञानहरू भइसक्यो। एउटा लामो समय हामीले बितायौँ, यसमै हुर्कियौँ, मनोरोगकै होइन विषयमा पढ्दै उहाँलाई हेर्दै हुर्कियौँ नि त। त्यसले गर्दा चाहिँ हामीसँग केही कुराहरू छ जसलाई चाहिँ हामीले देशलाई चाहिँ बुलन्द रूपमा दिन सक्ने चिजहरू हामीले पाएका छौँ। त्यसलाई चाहिँ खेर नफ्यालिकन इकोनोमिक स्ट्रङ भयो भने चाहिँ हामीले ठुलै कुराहरू योगदान दिन सक्छौँ जस्तो लाग्छ। हामी कार्यक्रमबाट पनि रिक्वेस्ट गर्छौँ, कति धेरैजना हुनुहुन्छ जसले आफ्नो एनिभर्सरिजहरू मनाउनुहुन्छ, बर्थडेहरू मनाउनुहुन्छ, त्यहाँ गएर त्यति धेरै होइन साथीहरूसँग बसेर खान कति रमाइलो पनि हुन्छ, आशीर्वाद पनि पाइन्छ। अर्गनाइजेसन्सहरू हुनुहुन्छ भने सानो ठुलो डोनेसन पनि गर्न सक्नुहुन्छ। सरकारप्रति आशावादी तपाईँहरू हुनुहुँदो रहेछ, सायद उहाँले पनि हेर्नुहुन्छ होला। विदेशबाट कतिजनाले हेर्नुहुन्छ, रिच आउट गर्न सक्नुहुन्छ। तपाईँ त सोसियल मिडियामा पनि एक्टिभ हुनुहुन्छ, त्यहीबाट पनि जान सक्यो। इन्भेस्टमेन्ट आओस् यहाँलाई हाम्रो तर्फबाट शुभकामना। हामी आफै पनि सहयोग गर्ने प्रयास पनि गर्छौँ। अनि तपाईँको जस्तो सेन्टर्सहरूमा काम गर्नको लागि कतिजना त आएर काम गर्न रुचाउन पनि सक्नुहुन्छ नि त। म हेल्प गर्छु, म साइकोलोजी पढेको छु, मैले पब्लिक हेल्थ पढेको छु, अथवा म समाजसेवामा रुचि गर्छु भनेर भनिहाल्नुभयो भने कस्तो खाले व्यक्तित्व भएको मान्छेहरू चाहिँ स्नेह काखमा आएर काम गर्न सक्नुहुन्छ, समाजसेवा गर्न सक्नुहुन्छ त? एक त सेवा गर्नको लागि चाहिँ एजुकेसनै चाहिन्छ भन्दिनँ म होइन। हजुरसँग प्रेम गर्ने हृदय छ भने त्यहाँ आएर प्रेम बाँड्नु भयो भने पनि मेरो लागि चाहिँ ठुलो सपोर्ट भयो कि उसले मलाई प्रेम गर्छ भनेर उसले उसको मनको कुरा मेरो छोराछोरीमध्ये कसैले न कसैले उहाँलाई आफ्नो आवश्यकताका कुराहरू, मनका कुराहरू साट्न सक्नु नै ठुलो कुरा हो। र अर्को अझै होइन, म प्रोफेसनल्ली नै जान्छु होइन। त्यहाँ भन्यो नि साइकोलोजी पढ्नु भएको, सोसल वर्क पढिराख्नु भएको उहाँहरू आउनुभयो भने चाहिँ उहाँहरूले केही सिकेर चाहिँ जानुहुन्छ र त्यहाँ पनि ठुलै योगदान हुन्छ। कति राम्रो। पढाइ नै आवश्यक छैन भन्दा भन्दै पनि कति टेक्निकल कुरामा चाहिँ पढाइ चाहिन्छ। मैले पर्सनालिटीको कुरा गरेँ नि, कुनै पनि व्यक्तिलाई राम्रो बनाउने, नराम्रो बनाउने, स्वीकार गर्ने कि नगर्ने भन्ने उसको मनको कुरा हो। तर कहिलेकाहीँ यसो झट्टै हेर्दाखेरि पनि मान्छे ठिकठाकै छ है भन्ने पनि देखिनु पर्ने रहेछ कि। हामीलाई स्टेला प्रो मेकअप हुनुहुन्छ जसले हामीलाई पर्सनालिटी को रूपमा हाम्रो स्पोन्सर हुनुहुन्छ, यहाँ पनि देखिन्छ है। यो ब्रान्डले हामीलाई सपोर्ट गरेको छ, त्यसको लागि हामी धन्यवाद दिन्छौँ उहाँलाई। तपाईँले भन्नुभयो नि यो साइकोलोजी पढेर आउनु भएको भए अथवा सोसल सेक्टरमा पढेर आउनुभयो भने यो सेक्टरमा काम गर्न सजिलो हुन्छ भनेर। अनि हामीसँग एउटा कलेज पनि हुनुहुन्छ कि हाम्रो एजुकेसन पार्टनर, यो चाहिँ MIT कलेज हुनुहुन्छ। MIT कलेज चाहिँ IT कलेजेसहरूमध्ये नेपालमा अग्रणी कलेजको रूपमा पनि पाउनुहुन्छ। अहिले त डिजिटल ट्रान्सफर्मेसन पनि भइसकेको छ। तपाईँको पनि त IT अलिकति स्ट्रेन्थन गर्नुपर्ने पनि हुन्छ होला होइन। IT पढेको स्टुडेन्ट्सहरू हुनुहुन्छ, तपाईँ स्नेह काखलाई सहयोग गर्न चाहनुहुन्छ, गएर डिजिटल्ली मात्रै अलिकति सफ्टवेयर डेभलपमा हेल्प गरिदिनु भयो भने पनि सहयोग हुन्छ नि होइन। MIT कलेजलाई पनि धन्यवाद दिउँ। अब हेल्थमा जान चाहन्छु है। अब तपाईँले अनहेल्दी हेल्थमा अलिकति अप्ठ्यारो भइरहेको त धेरैको हेरिरहनु भएको छ, तपाईँ आफ्नो हेल्थ चाहिँ कस्तो छ भन्नुहोस् त? म चाहिँ अलिकति थोरै केयरलेस छु म मेरो लागि चाहिँ। तर अहिले चाहिँ मैले सिकिरहेको छु। पहिला अब त्यो एनर्जी भयो, मलाई त कहिले केही हुँदैन भन्ने जस्तो मलाई लाग्छ कि। अनि अहिलेसम्म पनि म त्यस्तो बिरामी कहिले पनि भएको छैन। कहिलेकाहीँ अब टाउको साउको दुख्छ, त्यो अघि भन्छ जस्तो इकोनोमिक कुराले नै हो कि, किनभने त्यहाँ पुऱ्याइदिनुपर्छ, त्यहाँ पुऱ्याइदिनु, त्यो काउन्ट गरिरहन्छ क्या दिमागले, म्याच खेलिरहेको हुन्छ यो दिमागमा। त्यसले गरेर चाहिँ मलाई कहिलेकाहीँ टाउको दुख्छ, नभयो भने म हेल्दी नै छु। हेल्दी नै हुनुहुन्छ। हेल्दी हेल्थ क्याम्पहरू अथवा त्यहाँको बस्नुहुने तपाईँको छोराछोरीहरूलाई केही स्वास्थ्यको समस्या भइहाल्यो भने जचाउन आफ्नै खर्चमा लिएर जानुहुन्छ कि कहीँ सहकार्य गर्ने केही ठाउँहरू छन्? अहिले त मैले एकदम थ्याङ्क यू भन्नुपर्छ हाम्रो ओडालाई। त्यहाँ चाहिँ हेल्प पोस्टले चाहिँ मेरो बच्चाहरू चाहिँ मेन्टली डिसअर्डर भनेपछि एकचोटि डक्टर देखाउनै पर्ने कि। आमा अब अस्ति भर्खरै दिपा जो मैले झापाबाट रेस्क्यु गरेका थिएँ हामीले, उहाँलाई चाहिँ कस्तो भने मलाई 17-18 खरब दिसेन होइन, म सधैँलाई पुग्छ भन्ने खालको हुनुहुन्थ्यो कि उहाँ। अनि उहाँलाई चाहिँ जहिले पनि मलाई सास फेर्न गाह्रो मेन्टल्ली उहाँलाई भएको कि त्यो
जचाउँदा ठिक छ, मलाई सास फेर्न गाह्रो भयो आमा, म मर्छु होला, एकचोटि हेल्प पोस्ट लगेर लिएर आऊ न, उनीको हुन्छ कि हो। त्यसको लागि चाहिँ त्यो मेन्टली अलिकति उहाँलाई फकाइफुलाइ गर्न त ठिक छ। अरू कहिलेकाहीँ चाहिँ अस्ति भर्खर गाइनोको उपचार गरिदिनु भयो, हार्टको आउनुहुन्छ होइन, म त्यही हेल्प पोस्टमै पठाउँछु म। हाम्रो चाहिँ हेल्थ पार्टनरको रूपमा हामीसँग ओम हस्पिटल एन्ड रिसर्च सेन्टर हुनुहुन्छ, हामीसित कुरा गर्छौँ अस्पतालसँग पनि होइन। अस्पतालले केही सानो हेल्थ क्याम्प अथवा केही गर्न सक्छ कि त्यसको लागि हामी प्रयासरत पनि छौँ। तपाईँलाई पछि यसको बारेमा हामी जानकारी पनि गराउँला। अर्को चाहिँ एक्सपोजर के एक्सपोजर भन्ने बित्तिकै तपाईँ घरैमा मात्रै बसेर त आफ्ना कुरा गर्नु सक्नुहुन्न, सकिन्न हो। कहिलेकाहीँ मान्छेलाई लाग्छ नि यो स्नेहा कति गएको होला, यहाँ पनि गएको छ, त्यहाँ पनि गएको छ, यता पनि मागेको छ, उता पनि मागेको छ। कतिले त तपाईँलाई आरोप पनि लाउँछन् कि यही बच्चाहरू बेचेर खाइ, यही बिरामीहरू बेचेर खाइ भनेर। कहिलेकाहीँ सोसल वर्कमा आफूलाई धेरै एक्सपोज गराउँदाखेरि दुःखी हुनुभएको छ तपाईँ? छ, मैले बिएस राणा सरको फ्यामिलीलाई चाहिँ रेस्क्यु गर्दा होइन, त्यतिखेर चाहिँ के भने नि देखाउनलाई गर्यो यसले होइन, एक्सपोज भयो। अनि उहाँहरूको नाममा चाहिँ संस्थामा चाहिँ पैसाहरू चाहिँ बटुल्नलाई गर्यो, त्यस्तो चाहिँ भन्नुभएको थियो धेरैजनाले। मैले धेरै त्यत्रो कतिवटा केस, सयौँ केसहरू घर निको पारेर पठाएँ होइन। अब अहिले नेपालमै पहिलो होला हामी मेन्टली डिसअर्डरलाई हेर्ने संस्था होइन। अनि उहाँहरूलाई रेस्क्यु गर्दाखेरि चाहिँ एकदमै भाइरलै भयो क्या त्यो केस चाहिँ। अनि एकजना डोनरै आइसेर पैसाकै लागि त हो नि तपाईँले यस्तो गरेको, भाइरल गरिराख्नु भएको छ नि त तपाईँले भन्नुभयो। मेरो हातमा भए त म हरेक केस भाइरल गर्थेँ होइन। त्यो होइन, उहाँहरूको चाहिँ जीवन एउटा स्थितिबाट एउटा स्थितिमा अचम्मको भयो नि त। त्यो भएको भएर चाहिँ मैले चाहेर भएको होइन, सबैले हेर्न खोज्नु भएको भएर भएको हो। अनि उहाँले मलाई झगडै गरेर जानुभएको थियो कि। अनि उहाँले 10,000 को खाना खुवाइराख्नु भएको थियो। अनि त्यो रेस्टुरेन्टमै आएको जस्तो गरेर यहाँ आऊ त, यो के गरेको, यो के गरेको त्यस्तो भन्नुभएको थियो नि। चित्त बुझ्दैन भने चाहिँ म पे गरिदिन्छु 10,000, हजुरले लिएर जान सकिन्छ आफ्नो 10,000 भनेको थिएँ कि मैले। दयाभन्दा पनि माया बोकेर आउनु पर्यो, माया बोकेर आउनु पर्यो। बरु सस्तै होस्, मनभरि पुग्ने गरेर खुवाएर जानु पर्यो एकदम, र धन्यवाद रूपी फिल चाहिँ गरेर आउनु पर्यो। मलाई त नगर्नुहोस् होइन, मैले के भन्छु नि कहिलेकाहीँ जुन भगवानहरूलाई खुवाउन आउनु भएको हो उहाँ भगवानहरूलाई चाहिँ खुवाउन पाउनु भएको छ, हजुरलाई नै केही राम्रो हुन्छ। फेरि उहाँ हाम्रोमा चाहिँ खाना खुवाउनु भयो भने प्रार्थना गरिदिनुहुन्छ कि। नेपाली स्नेह कागलाई खुवाउनु भनेको एउटा मान्छे 3 महिना प्रपरली बाँच्ने खानेकुरा हो, एकचोटि खानु होइन। त्यत्रो दिन आउनु त त्यो ठुलै हृदय हो। प्रेम नभरिए त आइँदैन, तर अलिकति त्यो प्रेममा चाहिँ इगो मिसियो भने चाहिँ त्यो पोइजन बनिदिन्छ कि होइन। प्रेम त छ तर त्यसमा इगो मिसियो भने चाहिँ त्यो प्रेम रहँदैन कि, त्यो विष भइदिन्छ कि। त्यो कारणले चाहिँ हामीले प्रेम चाहिँ विशुद्धै हुनुपर्छ। हामी पिउनलाई पानी सङ्लो खोज्छौँ नि होइन, केही पनि हजुरलाई थोरै केही मिसेको छ त्यो पानीमा भन्ने थाहा पायौँ भने हामीले चाहिँ पिउँदैनौँ त्यो पानीलाई। प्रेम पनि सङ्लो पानी जस्तो हुनुपर्छ, प्युरिफाई लभ भन्छ नि। तर त्यहाँ खाना खुवाउन आउने सबैप्रति म कृतज्ञ चाहिँ छु, किनभने मेरो छोराछोरीलाई तातो एक गाँस जुटाइदिसेको छ, त्यो सानो कुरा होइन फेरि। अनि दिन सक्ने हृदय फेरि त्यो ईश्वरले नै दिनुभएको हो। त्यसमा चाहिँ थोरै इगो थोरै हुन्छ नि, मैले गरेँ ल भने एक्सपोज भन्छ जस्तो एक्सपोज गर्नको लागि चाहिँ होइन कि। मैले उहाँलाई खुवाएँ भने मेरो भोलि चाहिँ मेरो 7 होइन दिनहरू चाहिँ म भोको रहँदिनँ होइन, त्यो कर्म जान्छ नि त। त्यो कारणले त्यो गरेर चाहिँ आउनुपर्छ भन्छु म। तर आउनु भएको सम्पूर्णलाई मेरो कृतज्ञता छ, थ्याङ्क यू छ। हजुरहरू नभइस्या भए चाहिँ म त सक्सेसै हुन्थेन, यहाँसम्म आएर हजुरको अगाडि उभिरहेको हुन्थेन म। एउटा व्यक्तिले काम गरिरहँदाखेरि उसको पछाडि एकदमै ठुलो टिम हुन्छ कि, ज्ञात अज्ञात हुन्छ, देखिने नदेखिने हुन्छ। देखिँदा पो तपाईँ हुनुहुन्छ त आशीर्वादमा त अहिले कार्यक्रमै हेरिरहँदाखेरि पनि कतिले आशीर्वाद दिइरहनु भयो होला होइन, कतिलाई सहयोग गर्न मन लाग्छ तर अर्थ छैन होला, कतिजनासँग पैसा छ तर रिच आउट गर्न सक्नुहुन्न होला। त्यसरी ज्ञात अज्ञात सबै सहयोगी मनहरूको जय होस्, जय होस्, एकदम जय होस्। रिसैले खुवाउनु भयो नि मेरो छोराछोरी जय नै होस्। पेटमा पर्यो, बस्न पाए, बच्चाले त फिल गर्दैन। तर मलाई के लाग्छ भने
खाना खुवाएपछि अथवा केही कर्म गरिसकेपछि हजुर। त्यो कर्मको फल चाहिँ आउँछ है। आउँछ। त्यो फल आउँदाखेरि उसले रियलाइज गर्छ कि मैले राम्रोको फल पाइरहेको छु कि नराम्रोको फल पाइरहेको छु कि भन्ने चाहिँ रियलाइज हुँदो रहेछ। मैले पनि देखेको छु। एकदम। अब तपाईँ हिजो मात्र म हजुर। सानो कुरा गर्छु, हिजो मात्र इन्डियाबाट दिल्लीबाट हाम्रो सुमन जी आउनुभयो, उहाँ चाहिँ फिमेल हुनुहुन्छ होइन, आउनुभयो, आएर चाहिँ मलाई एकदम राम्रो भएको छ भन्नुभयो कि हजुर। त्यो कहाँ जोडिन्छ नि, मैले 11 वर्ष अगाडि एकजना आमालाई रेस्क्यु गरेको थिएँ। उहाँको चाहिँ क्यान्सर थियो, गलगाँड यत्रो ठुलो घाँटीमा थियो। अनि उहाँलाई हामीसँग 1 रुपियाँ पनि छैन, मसँग सानो बच्चा काखमा छ, मुठी दान उठाउनु पर्ने के, खानामा बेसार पनि हाल्ने सक्ने छैन। मस्यौरा हजुरलाई 8-9वटा मस्यौरा त्यो पानीमा तन्द्रङ्ग माथि छ कि पानी अनि मस्यौरा छ होइन। त्यो दिनमा चाहिँ उहाँको क्यान्सर अब बाँच्नुहुन्न भनेर वीर हस्पिटलले लेखिदिनु भयो। अनि मैले भनेको थिएँ, अनि उहाँको नाम चाहिँ अमर दाई हो, अमर खड्का दाई। ल आऊ डेली आऊ, म चाहिँ यो एम्स हस्पिटलमा भनिदिन्छु, म केही गर्न सक्छु कि भन्नुभयो। टिकटहरू सबै उहाँले गरेर अहिलेसम्म लाइभ हुनुहुन्छ दिदी। अनि उहाँले चाहिँ तपाईँलाई मैले थ्याङ्क यू है भने हिजो भेट्दा। उहाँलाई हामीले त्यो बेलामा त्यो हजुर नभए उपचार गर्न र उहाँलाई निको पार्न सक्थेन होला भन्दा त्यसले होला नानी, मैले त्यहाँ जुन अपार्टमेन्टमा म बसेको थिएँ त्यो घरै मैले किनेको थिएँ कि, उहाँले त्यो भन्नुभएको थियो कि। कर्मको फल ठुलो हुन्छ एकदमै हजुर। 30 वर्ष पनि नपुग्दै झन्डै 100 जनाको आमा बन्नु, यति ठुलो प्रेसर लिनु, यति ठुलो सपना बोकेर अगाडि हिँड्नु, आफ्नो व्यक्तिगत लाइफलाई एकातिर हालेर उहाँहरूको लागि नै बाँच्नु भनेको चाहिँ ठुलो काम हो। धेरै कममा मात्रै हुन्छ जुन तपाईँमा छ। त्यसको लागि हामी तपाईँलाई एकदमै मनैदेखि सम्मान पनि दिन्छौँ। तर आमा पनि त कहिले यहाँ थाक्छिन् नि। आमालाई पनि कुनामा बसेर रुन मन लाग्ला, गोडा झमझमाउला, छोराछोरीले नदेखुन् भनेर सिरकमा मुन्टो छोपेर रुन मन लाग्ला, त्यस्ता दिन आछन्। त्यो चाहिँ इकोनोमिक कुराहरूमा चाहिँ आएको छ। धेरै कुराहरू चाहिँ कस्तो हो नि, अरूसँग माग्दा सजिलो हुन्छ, आफ्नैसँग माग्दा चाहिँ गाह्रो हुन्छ कि होइन। आफ्नोलाई धेरै आशा गरेका यो मान्छेलाई मैले भन्यो भने चाहिँ सबै पुग्छ भनेर भन्नेकोले तोडिदिन्छ नि सपना, त्यतिखेर चाहिँ गाह्रो हुन्छ। त्यतिखेर रोएको छु। इकोनोमिकली नै म उपाय चाहिँ खोज्छु होइन। एउटा हुर्काइ आनन्दले भएको भएर आत्तिन्न, फेरि आत्तिन्न। अनि अब म अहिले चाहिँ यो कन्डिसनमा चाहिँ मम्मीलाई नि सेयर गर्न सक्दिनँ कि। अब अलिक पहिला चाहिँ मम्मी पनि यङ हुनुहुन्थ्यो, उमेरको कुरा पनि होइन। अब मैले मेरो मम्मीलाई मेरो दुःख सेयर गरेँ भने चाहिँ मम्मी रुनुहुन्छ है, मम्मीलाई गाह्रो हुन्छ, मम्मी बिरामी हुनुहुन्छ होइन भनेर म अहिले सेयर गर्न सक्दिनँ। त्यो सेयर गर्न नसकेको कारणले चाहिँ मलाई गाह्रो हुन्छ। श्रीनेहा एकदमै टुट्यो, गाह्रो भयो, अब मैले सकिनँ भन्ने दिन आयो भने कोसँग भेटिन्छौँ हामीले खोज्यौँ भने? कोही छ त्यस्तो जसलाई आफ्नो कुराहरू सेयर गर्न सक्ने साथी अथवा नजिकको मान्छे जसले ढाडस दिन सकोस्? हजुर, कोही छ अहिले चाहिँ होइन। अहिले तत्कालै चाहिँ मलाई अनिता बहिनी पनि हुनुहुन्छ है, किनभने ल मलाई बोर भयो आउनु है भन्यो भने आइदिन्छ कि ऊ, ल आउनु पऱ्यो भने आइदिन्छ। अर्को एउटा केशव सर पनि हुनुहुन्छ जसलाई चाहिँ यो प्रब्लम हुने होइन, हामी छौँ। अर्को एउटा चाहिँ आमै हो इन्डिरेक्टली रूपमा कि यस्तो भयो भने के गर्ने होला। सबैभन्दा पहिला चाहिँ मलाई परे होइन है, फेरि पिर नलिनु, मलाई परे होइन हुनुहुन्छ। अनि अर्को एउटा मेरो दाई पारस दाई, जसले चाहिँ हे नानी त्यसो होइन है, एकदम इजिली के एकदम गाह्रो कुरालाई गाह्रो नभइकन भन्ने व्यक्ति पनि हुनुहुन्छ। उहाँ नै हो कि हेरौँ त एकचोटि। श्रीनेहा दिदीको बारेमा भन्नुपर्दाखेरि चाहिँ दिदीलाई मैले चिनेको लगभग 4-5 वर्ष भयो। 4-5 वर्षमा यति क्लोज भयो कि म त्यो बयानै गर्न सक्दिनँ। यस्तो भनिन्छ नि, कुनै कुनै सम्बन्ध ब्लडबाट बनिन्छ भन्छ, कुनै कुनै सम्बन्ध मनबाट बनिन्छ भनिन्छ। दिदी मेरो ब्लडको रिलेसन नभए पनि मनको रिलेसन चाहिँ एकदमै छ। दिदीलाई चाहिँ मैले मेरो आफ्नै दिदी भनेको छु होइन। जहिले पनि केही प्रब्लम हुन्छ भने सबैभन्दा पहिला थट आउने नै श्रीनेहा दिदीको बारेमा हो होइन। उहाँले गर्नुभएको काम हेर्दाखेरि चाहिँ एकदमै हुन्छ नि, आफूलाई पनि एकदमै प्राउड फिल हुन्छ कि म यस्तो मान्छेसँग कनेक्टेड छु भनेर होइन। एउटा नर्मल मान्छेले उहाँले गरे जतिको काम गर्नै सक्दैन कि। उहाँमा एउटा ब्लेसिङ पनि छ जस्तो लाग्छ होइन। अब हामी एउटा सानो केही प्रब्लम भयो भने कति आत्तिन्छौँ होइन। दिदीलाई चाहिँ
त्यो हुन्छ नि यत्रो ठुलो पाहाडै खसे पनि इट्स नर्मल भन्ने टाइपको दिदी हुनुहुन्छ होइन, जहिले पनि सबैलाई हेल्प गर्ने होइन, जहिले पनि हुन्छ नि आफू प्रब्लममा परे पनि अरूलाई जहिले पनि हेल्प गर्न रुचाउने मान्छेमा चाहिँ म श्रीनेहा दिदीलाई देख्छु होइन। र दिदी र मेरो सम्बन्ध भन्नुपर्दा चाहिँ नङ र मासु जस्तै हो है। दिदीलाई मैले एकछिन फोन नगर्यो भने पनि टेन्सन हुन्छ क्या, दिदीलाई केही भयो कि बिरामी हुनुहुन्छ कि भन्ने हुन्छ, दिदीलाई पनि फेरि सेम त्यस्तै हुन्छ होइन। दिदी जस्तो मान्छेलाई मेरो लाइफमा पाउनु भनेको चाहिँ मेरो लाइफको लागि एउटा मोटिभेसन हो। दिदीलाई हेरेर म एकदमै जति नै डिप्रेस छु, म जति नै एकदमै लो फिल गरिरहेको छु होइन, म चाहिँ दिदीलाई भेटेपछि चाहिँ एकदमै मोटिभेट हुन्छु र दिदी देख्ने बित्तिकै एकदम खुसी पनि हुन्छु। र दिदीको काम, दिदीको मात्र भन्दिनँ, त्यो पुरै नेपाल स्नेही काग चाहिँ एउटा परिवार जस्तो लाग्छ मलाई। जहिले पनि म त्यहाँ जान्छु, यति माया गर्नुहुन्छ, यति हुन्छ नि सम्मान गर्नुहुन्छ मलाई मात्र होइन, सबैजना गेस्टलाई, तपाईँहरू जानुभएकोहरूलाई पनि थाहा हुन्छ होइन। त्यहाँ गएपछि एउटा फ्यामिली इन्भाइरोमेन्ट हुन्छ कि। उसले यति मिठो बोल्छ, मलाई थाहै थिएन। कस्तो हो नि, ह्या दिदी यस्तो यस्तो भने उसँग नि मैले सबै पोख्न पाएको छु कि अहिले यो कन्डिसनमा चाहिँ यस्तो यस्तो भयो नि अनिता, मलाई त गाह्रो भयो। ह्या दिदी तपाईँले गरिहाल्नुहुन्छ नि। अनि 1-2 दिन भयो भने लङ टाइम भयो उसँग नभेटेको, ए आऊ सँगै बसेर चिया भयो नि खानुपर्छ, प्लिज आइदेऊ भन्छु कि म उसलाई। अनि उसलाई देख्दाखेरि चाहिँ कस्तो हुन्छ नि, म बहिनी जहिले पनि सानोबाट चाहिँ एउटा एनर्जी लिनुपर्छ अरे होइन, कान्छोबाट त्यो रिफ्लेक्सन हुन्छ कि आफूलाई, उसको एनर्जीबाट गर्न सकिहाल्छ नि, त्यही एजमा पुगिन्छ क्या आफू चाहिँ होइन। अनि त्यो भएको भएर म एकदमै नजिक छ अनिता मसँग। अनि मेरो ब्लेसिङ चाहिँ उसले सधैँ स्माइल गरेको फेस हेरिराख्न पाऊँ, उसलाई जीवनमा केही पनि दुःख नहोस्, अनि ऊ मसँगै होस् भन्ने जस्तो अहिले लाग्ने व्यक्ति चाहिँ उहाँ हो। हजुर, एउटा अर्को भिडियो पनि छ हजुर, मेरो टिमले एकदमै रिसर्च गरेर, त्यही त म त अचम्म परिरहेको छु। त्यो भिडियोमा बोल्ने मान्छे को हामीलाई चिनाउनुस् त ल। अभि मेरो दाइ। नमस्ते, म पारस पोखरेल, श्रीनेहाको म दाइ। र श्रीनेहाको बारेमा अलिकति भन्नुपर्दा मेरो बहिनी साइली बहिनी, 4 जना दिदी बहिनी र म एक्लो छोरो। र उसलाई विशेष हेर्दाखेरि ऊ चाहिँ सानो उमेरदेखि नै अलिकति एकोरो स्वभावको, आफूलाई जे मन लाग्यो त्यो गरिरहने होइन, र एकदमै आफ्नो हिसाबले गरिरहने मान्छे, र एकदमै काइन्ड हार्टेड होइन। कसैको दुःख देख्न नसक्ने, कसैको अलिकति पीडा भएछ भने उसको आँखामा आँसु आउने होइन। अलिकति तपाईँको चाहिँ उसलाई अरूले दुःख पाएको, अरूले चाहिँ अलिकति ऊ भएको छ, उसले चाहिँ सानोदेखि नै उसको त्यो बानी थियो। र ऊ चाहिँ आफ्नै भित्रबाट चल्ने, त्यो अरूले भनेर अरूले अराएर गर्ने भन्दा पनि यसो गर त्यसो गर भनेर भन्दाखेरि पनि त्यसलाई पनि आफ्नै हिसाबले नै त्यो गर्ने उसको अलिक फरक ह्याबिट होइन। अब वास्तव भन्नुपर्दा अलिक यो सबै त्यो मान्छेको भनौँ न भन्दा उसको अलिकति फरक ह्याबिट हो, पहिलेदेखि नै हो त्यो उसमा होइन। त्यसलाई चाहिँ अब अर्डिनरी भनेको एक्स्ट्रा अर्डिनरी भन्ने होइन। अब अहिले आएर पछि आएर उसले जुन यो सडकमा यो बेवारिसी अवस्थामा रहेका ती भनौँ न त्यो चाहिँ जो मानसिक स्थिति अलिक खराब भएर बसेकाहरूलाई जुन किसिमको उसले जुन सेवा गर्यो, त्यो सुरुको अवस्थामा असाध्यै दुःखदायी, यस्तो चाहिँ अब त्यो गर्न सक्दैन, यस्तो गर्न सक्दैन होइन, यसलाई भन्दा बरु फरक हिसाबले गर्दाखेरि हुन्छ भन्दाखेरि उसको मन सुरुमा अलिकति फरक हिसाबले गर्नु भन्दा उसको मनै मानेन। अनि मन नमानेपछि ऊ सबै छोडेर अब अहिले भन्यो नि घरै तपाईँको चाहिँ छोडेर त्यही तिनीहरूको सेवामा लागिरहेको छ। त्यो मलाई लाग्छ यो साधारण मान्छेले त्यो गर्न सक्दैन त्यो होइन। अब किनकि मान्छेलाई भनौँ न अलिकति यो मानसिक स्थिति ठिक नभएको मान्छेहरूलाई 1 घन्टा पनि तपाईँको चाहिँ उनीहरूको अगाडि बस्यो भने आफै तपाईँको त्यस्तो भएको जस्तो महसुस गर्छ। फेरि उनीहरूसँगै बस्ने, उनीहरूलाई खाना खुवाउने, उनीहरूलाई नुहाइदिने, उनीहरूको कस्तो अवस्था हुन्छ होइन। अब हामी भनौँ न कति अवस्थामा त्यहीँ बसेर चिया खानलाई तपाईँको चाहिँ घिन लाग्छ होइन, त्यहाँनिर खानाको लाग्छ, ऊ चाहिँ त्यहीँ बसेर आफू त्यो गरिरहेको छ, त्यो चाहिँ आउटस्ट्यान्डिङ हो है। अब त्यो चाहिँ सम्भवतः त्यो हतपत मान्छेले सक्दैन यसो होइन। त्यो अब मलाई गर्व लाग्छ होइन, मेरो बहिनीले यो जुन अनुकरणीय एउटा काम गरेर अहिले जुन समाजलाई एउटा भनौँ एउटा सामाजिक काममा जुन अगाडि बढेको छ त्यो, र होइन उसको त्यो डिभोसन देखेर होइन मलाई गर्व लाग्छ होइन। म चाहन्छु कि अब कोही पनि त्यस्तो व्यक्तिहरू यो सडकमा बस्ने वातावरण नहोस् होइन।
र त्यो सेवा गर्ने सामर्थ्य उसलाई प्राप्त भइरहेको छ। हामीले परिवारको आफ्नो सपोर्ट छँदैछ, मेरो आफ्नो तर्फबाट नै सपोर्ट छँदैछ होइन। र सबैजना मिलेर उसको यो कार्यमा अब सबैजना पनि सहयोग पनि गरौँ र त्यस्तो किसिमको त्यो डिभोसन चाहिँ यो लाखौँमा एकजनामा हुन्छ होला। त्यस्तो बहिनी पाउँदाखेरि म चाहिँ असाध्यै गरमित छु। मेरो दाइ यसरी कहिले पनि भन्नुहुन्न कि एकदम इजिली होइन। तिमीले एकचोटि मैले उद्धार गरिराख्दा अनि मेन्टली यस्तो यस्तो हुन्छ दाइ, यस्तो यस्तो हुन्छ भनेर सेयर गर्दा चाहिँ पहिला तिमी जताएर आऊ त, यसरी जोक हान्नुहुन्छ कि बिचबिचमा जोक हानेर होइन। पहिला तिमी जताएर आऊ, मेरो बहिनी पहिला नर्मल छ भन्ने मैले थाहा पाउनु पऱ्यो नि भनेर भन्छिन्छ कि दादाले होइन। अनि दाइ त मेरो लागि बाउ हो है। मेरो लाइफमा हामी सानो हुँदाखेरि हाम्रो इच्छाहरू मम्मी भाइ बहिनीकै दुनियाँ मम्मीको भनिहाल्छ नि। मेरो बहिनी डक्टर बन्न खोजेको, अहिले प्राप्ति बहिनी डक्टर बन्दा चाहिँ मलाई प्राउड फिल हुन्छ क्या मम्मी देखेर। नानी म तिमीलाई डक्टर पढाउन सक्दिनँ किनकि मैले तिमीलाई पढायो भने पुरा पैसा मैले तिमीलाई लाउनुपर्छ, अरू भाइ बहिनीले पढ्न पाउँदैन भनेको भएर उसलाई डक्टर लेख्न मन लागेर पिएचडी गरिरहेको बहिनीले चाहिँ लाइफमा म डक्टर चाहिँ लेख्छु भनेर होइन। अनि दाइ चाहिँ मेरो बा हो कि बुवा हो जसले चाहिँ के चाहियो तिमीहरूलाई होइन, स्कुल भर्ना गर्न पैसा पुगेन भने चाहिँ म छु है, स्कुलमा केही गर्नु पऱ्यो भने कलेजमा केही गर्नु पऱ्यो भने म छु है भनेर सधैँ बिहाइन्डमा उभिने चाहिँ मेरो दाइ। अनि अहिले फेरि भाउजू पनि यस्तो मिल्ने बिहा गर्छ्यो होइन। त्यसले गरेर मेरो दाइ त मेरो बुवा नै हो। हामीले देखेको पुरुष, घरको पुरुष जो चाहिँ मेरो बहिनीले एकचोटि भन्दा म रोथेँ कि बासँग कसरी बोल्छ होला है भने कि उसले, बुवासँग मेरो साथीहरू कस्तो फ्र्याङ्क छ, बुवासँग कसरी बोल्छ होला है भने कि उसले मलाई। अनि त्यतिखेर हामीसँग दाइ हुनुहुन्छ नि त, दाइ जस्तै हो बुवा पनि भनेर मैले उसलाई भन्थेँ कि। अनि हाम्रो बुवा नै हो दाइ त। अनि केही गाह्रो साह्रो पऱ्यो भने चाहिँ अहिले फेरि सबसे थ्याङ्कफुल हुनुपर्छ मेरो दाइसँग। नेपाली स्नेह काख जग्गा चाहिँ उहाँले भनेर नै पाएको हो। मम्मीले चाहिँ अब यो छोराछोरी रिसाउँछ कि त्यो छोराछोरी, आमालाई त धेरै कुरा हुन्छ, सबै बराबर हो नि त। अनि मैले दाइसँग कुरा गर्दा मलाई अंश चाहियो किनकि मेरो बुवाले पनि कहिले पनि अंश लिसेन होइन, यो संसार छोडेर गइसक्यो। दाइ हुनुहुन्छ, दाइ आफै वकिल पनि हुनुहुन्छ, मल्टिपल काम गर्नुहुन्छ दाइले होइन। अनि दाइलाई पनि चाहिएको छैन। अनि त्यो हजुरबाको जग्गा चाहिँ मलाई दिनु न, म नेपाली स्नेह काख बनाउँछु, मलाई अंश दिनु भनेपछि चाहिँ ओके तिमीले पाउँछौ भनेर अहिले हामीलाई उठेर जाऊ भन्नुभएको छ। अनि त्यो जग्गा, त्यो बन्ने जग्गा चाहिँ लुबुको बेचेर बढी खेलमा हामीले किन्दैछौँ। नेपाली स्नेह काखकै लागि चाहिँ जग्गा पनि उहाँले नै अब आफ्नो अंश दिँदै हुनुहुन्छ। त्यसको लागि म दाइलाई थ्याङ्क यू भन्छु। त्यस्तो दाइ कसैले पाउँदैन होला। धेरै कम। यहाँ चाहिएको बेलामा आफ्नैले त आफ्नै भन्दैनन् होइन, तर तपाईँले यतिको दाइ पाउनु भएको छ, ठुलो कुरा। त्यही फ्यामिलीकै सपोर्ट हो र तपाईँको व्याख्या पनि छ। तपाईँको होल स्टोरी यहाँ हामीले सुनिरहँदाखेरि सपना पुरा गर्नको लागि मेहनत आफूले गर्नु पर्यो, त्यो बाटो बनाउनको लागि, त्यस्तो धरातल दिनको लागि परिवारले ठुलो भूमिका खेल्छ। तपाईँको आमालाई मैले सुरुमै भनेको थिएँ, साह्रै नमन मैले गरेँ किनभने उहाँबाट सुरुवात भएको कहानी तपाईँले बिस्तारै अगाडि बढाइरहनु भएको छ र तपाईँसँग भएका छोराछोरीले पक्कै पनि अगाडि बढाउँछन् जस्तो म एकदमै ट्रु मेरो विश्वास पनि छ। र यत्तिकै तपाईँ होमिनु पनि भएन, तपाईँले साइकोलोजी पढ्नुभयो होइन, त्यसपछि फार्मेसी पनि पढ्नुभयो, कता कता जोड दिएको छ। त्यसपछि मलाई लाग्छ तपाईँले गर्नुभएको कर्मले कतिवटा राष्ट्रिय अवार्डहरू तपाईँले प्राप्त गरिसक्नु भएको छ। त्यो अवार्ड त कम भयो भन्छु म अझै हेर्नुहोस् है। कहिलेकाहीँ अवार्ड मान्छेले लिन चाहँदैनन्, तर कहिलेकाहीँ तपाईँले जस्तो काम गरिरहनु भएको छ त्यो काममा भ्यालिडेसन पनि चाहिने रहेछ कि हेर्दाखेरि। र सबैभन्दा ठुलो अवार्ड त तपाईँको 97 किड्स जसले बिहानै तपाईँलाई आमा भन्नुहुन्छ, दिउँसो आमा भन्नुहुन्छ, बेलुका तपाईँको साया नपाई सायद सुत्नुहुन्न होला। उहाँको जीवन 97 त नम्बर मात्रै हो, यहाँ 97 लाख जीवन परिवर्तन भएको छ। त्यसको लागि त तपाईँ महान आमा हो। थ्याङ्क यू भेरी मच। यस्तो खुसी लाग्यो तपाईँलाई भेटेर। हामीले तपाईँको कहानीलाई न्याय गर्न सक्यौँ सकेनौँ त्यो मलाई थाहा भएन, तर प्रयास पक्कै पनि एउटा गरिया हो।
कति धेरै कुराहरू अहिले तपाईँलाई चाहिएको छ होइन, खानै खुवाउन भए पनि, छानो राख्नु भए पनि, भवन बनाउन मन छ होला, सबैको लागि अस्पताल खोल्न मन छ होला, सजिलो होस् भन्ने मन छ होला, ती सबै चाहनाहरू तपाईँको पुरा हुन्। र कार्यक्रम यदि हेरिरहनु भएको छ, तपाईँलाई केही सानो अथवा ठुलो तरिकाबाट नेपाल स्नेही कागलाई सहयोग गर्न मन छ, मनैदेखि चाहिँ भावनात्मक रूपमा जोडिन मन छ भने सम्पर्क गर्नुहोला। कार्यक्रम सामर्थ्यको तर्फबाट पनि यो एउटा आग्रह हामीले यहाँ सबैलाई यहीँबाट दियौँ। एकदम धेरै थ्याङ्क यू। सामर्थ्यमा आउन पाउँदा, हजुरसँग यसरी होइन बस्न पाउँदा एकदम भाग्यमानी फिल भइरहेछ। हजुरले भन्छ जस्तो एक बोरा चामल त हो नि भनेर नगर्सेलाई एक छाक हामीलाई पुग्छ। हजुरले एक बोरा चामल मात्र सपोर्ट गर्नुभयो भने ठुलो कुरा। अब मैले भनिहालेँ बढी खेलमा हाम्रो जग्गाको बन्दोबस्त भएको छ, फ्यामिलीबाटै भए पनि अब घर बनाउने बेलामा म एउटा इट्टा हालिदिन्छु है भनेर एउटा मात्रै इट्टा हालिदिनु भयो भने नि उहाँहरूलाई छत हुन्छ, भोलि उठेर जा भनेर चाहिँ होइन कसैले पनि भन्नुहुन्न। हु नोज द लाइफ होइन। अब भोलि म रौँला नरौँला त्यहाँ चाहिँ मनोरोगी चाहिँ बाटोमा हुनु भएन। त्यो घर बन्यो भने चाहिँ मनोरोगी बाटोमा बस्नुहुन्न। त्यस कारणले हामी सबैको नेपाली स्नेही काग सम्पूर्ण नेपालीको गर्नु पनि भएको छ। त्यसको लागि एकदम कृतज्ञ छु होइन। र आउने दिनमा गर्नुहुनेलाई पनि एकदम वेलकम छ। एकदमै थ्याङ्क यू। र सामर्थ्यलाई एकदम धेरै खुसी लाग्यो। मैले फर्स्ट टाइम यस्तो इन्टरभ्यू दिएँ कि म साँच्चीकै म इन्टरभ्यू दिइरहेको छु जस्तो फिल भयो। दाइलाई देखेँ, अन्त बहिनीलाई त अझै म कच्ची अलिअलि गाली पनि गर्नु छ होइन। पुष्पा छोरीलाई देखेँ, मेरो मम्मी आउनुभयो नि, मैले सपनामा पनि सोचेको थिइनँ मेरो मम्मीलाई आमा छोरी लिऊँ न, आमा छोरी लिऊँ, किनकि मम्मी पनि सोसल वर्कर, दुईजनालाई लिऊँ यतिले भन्नुभएको। कतिजनाले त मलाई फोनै गर्नुहुन्न अचेल तिमी इन्ट्रेस्ट दिनु होइन मान्दैन यो विषयमा मान्दैन भनेर। यहाँ हात पर्दाखेरि एकछिन मुटु रोकिया थियो कि एकदम थ्याङ्क यू। मेरो मम्मीलाई यहाँ ल्याइदिन्छु एकदम धेरै थ्याङ्क यू। र सामर्थ्य सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद। र सम्पूर्णलाई मैले नेपाली स्नेही कागमा देख्न पनि चाहेँ। छिट्टै आउँछौँ हामी, छिट्टै आउँछौँ। र रिक्वेस्ट सबैलाई पनि गरिरहेका छौँ। मैले सुरुवातमा पनि त्यहीबाट सुरु गरेको थिएँ। सोसियल वर्कर बन्नु, समाजको लागि दिनु, त्याग गर्नु भनेको त्यो अर्कै मन बोकेर आउनुपर्छ। त्यो अर्कै जन्मै अर्कै लिएर आउनुपर्छ जस्तो मलाई लाग्छ। हामीले त त्यो जन्म लिन सकेनौँ, कसैले त्यो जन्म लिएर कर्म गरिरहेको छ भने हाम्रो काम भनेको होस्टेमा हैसे गर्ने हो। त्यसको लागि सबैजना तयार हुन पनि आवश्यक छ। कार्यक्रम सामर्थ्यको तर्फबाट हामीले सानो एउटा उपहारको ढोका पोका बनाएका छौँ। त्यो उपहारको पोकातर्फ लाग्छ है त म। पोका पनि छ हामीसँग। ओखतीको तर्फबाट यहाँ हामीले मायाको पोको दियौँ है त। थ्याङ्क यू। यो ओखती साबुन चाहिँ मैले पनि युज गरेको छु है। त्यो एलर्जी आएको थियो एउटा बच्चालाई, अनि राम्रो छ यो चाहिँ है। हजुर एकदम थ्याङ्क यू। ग्रिन हुन्छ होइन भित्र। हजुर हजुर थ्याङ्क यू सो मच। समय व्यवस्थापन राम्रोसँग होस्, तपाईँको समय राम्ररी चलोस् भनेर, समयअनुसार परिवर्तन पनि हुन सकौँ भनेर यो अल्टिमा लाइफस्टाइलको तर्फबाट यो स्लिक एन्ड स्टाइलिस स्मार्ट वाच पनि तपाईँलाई हामीले प्रदान गरेका छौँ है। जीवन कसैको पनि पर्फेक्ट हुँदैन, पर्फेक्ट बनाउँदै जाने हो। कहिलेकाहीँ हामीले कल्पना गरे अनुसारको खान नपाउला, कल्पना गरे अनुसारको साथी पनि नपाउला, चाहेको जस्तो लुगा लगाएर हिँड्न पनि नपाउला, र हामीले खोजेको जस्तो मेन्टल पिस पनि सधैँ हामीले पाउँछौँ भन्ने छैन। यो जीवन हो। आज खुसी छौँ, भोलि दुखी पनि हुन सक्छौँ, पर्सि हाम्रो मेन्टल स्टेट बिग्रिन पनि सक्छ। यदि हामी आफू सही भएनौँ, आफ्नो मेन्टल हेल्थ राम्रो भएन, सडकमा गइहाल्यौँ भने हामीलाई कसले उद्धार गर्ने? परिवारले, आफन्तले, समाजले, संस्थाले अथवा सरकारले, कसैलाई पनि थाहा हुँदैन। तर आजको कार्यक्रममा सामर्थ्यमा हामीले एउटा यस्तो सामर्थ्यसँग कुरा गऱ्यौँ जसले अरूको जीवन बनाउनको लागि जीवन दिनुभएको छ। नेपाल स्नेही काग संस्था मार्फत सयौँजनाको जीवन उद्धार गरिरहनु भएको र भविष्यमा यो सङ्ख्या बढ्दै पनि जान्छ। उहाँको सङ्घर्ष, उहाँको स्टेबिलिटी, उहाँको मेन्टल स्टेटको पनि कुरा गऱ्यौँ। हामीले हाम्रो जीवनलाई राम्रो बनाउने प्रयास गर्दा गर्दै पनि बनाउन सकिरहेका छैनौँ, तर हाम्रो सानो सहयोगले अरू कसैको जीवन बन्छ भने किन नगर्ने? समाजसेवी बन्न एकदमै गाह्रो छ। यसको लागि लगाव चाहिन्छ, धैर्यता चाहिन्छ, अर्थ चाहिन्छ, व्यवस्थापन चाहिन्छ। हामी सबैजना त बन्न नसकौँला, तर अरूको कुनै समाजसेवीको लागि हात र साथ भने अवश्य दिन सक्छौँ। सोचौँ, विचार गरौँ, हामी के का लागि जन्मिएका हौँ र
र हामी केका लागि काम गर्न सक्छौँ। सामर्थ्य हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अर्को एपिसोडमा फेरि भेट्नेछु। नमस्ते। नयाँ गुड नाइट बनेको छ यस्तो एडभान्स फर्मुलाले जुन चल्छ बत्ती गएको 2 घण्टा पछिसम्म। ब्युटी पार्टनर स्टेला प्रो मेकअप, रिफ्रेशमेन्ट पार्टनर माउन्टेन ड्यू दौडको अगाडि जित्छ। एजुकेसन पार्टनर MIT बागबजार काठमाडौँ। हेल्थ पार्टनर ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, supported by Joy, beautiful by nature. Godrej Expert Rich Cream. अब कलर गरेपछि कपाल देखिन्छ सफ्ट एन्ड शाइनी। Godrej Expert Rich Cream. मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ। जडीबुटीको शक्ति साबुन ओखती। venue partner Daura Thakali, produced and marketed by Clarity Captures Private Limited, exclusively on AP1 HD.